हरिः ॐ। वाकर्थाविव सम्प्रेक्तौ वाकर्थ प्रतिपत्तये जगतः पितरौ वन्दे पार्वती परमेश्वरौ। भगवान श्री हरिहर का विशेष अनुकंपाले यस अधिक ज्येष्ठ मास पुरुषोत्तम मासको पावन अवसरमा यस समाजमा रहनुभएका समस्त भागवत अनुरागी जनहरू जसले श्रीमद् भागवतको अध्ययन गर्नका निमित्त त्यो जेठको गर्मीमा बनारसको त्यो 50 डिग्रीको तातोमा जानु नपरोस्, अतः यही यो अधिक मासको पक्षमा यदि सबैका निमित्त अनुकूल पर्ने गरी एउटा भागवतको चर्चाको शिविर जस्तो गरेर 1 मास पर्यन्तमको यो समयलाई उपयोग गरौँ भन्ने हेतुले यस कनकाई कोटी हवन मिश्र भवनमा हामीले एउटा श्रीमद् भागवत प्रशिक्षण कार्यक्रम भनेर पछाडिको ब्यानर लागे तापनि प्रशिक्षण केही पनि हैन हजुर। यहाँ त केवल मैले जानेका कुरा हजुरहरूलाई दिने हो, हजुरले जानेका कुरा हजुरबाट फेरि मैले सुन्ने हो। किनकि वक्ति इति वक्ता उच्यते इति वक्ति। जसले जब तपाईं बोल्न थाल्नुहुन्छ तब मात्रै तपाईं वक्ता बन्नुहुन्छ। कथ्यते इति कथा, कथा तब मात्रै भनिन्छ जब कथन हुन थाल्दछ। त सबैभन्दा सुरुमा तपाईले वक्ता बन्नका निमित्त, वक्ता हुनका निमित्त आफूले सुन्नुपर्ने हुन्छ। किनकि लिसनिङ इज अ पार्ट अफ लर्निङ भनेको छ। तपाईँ जति धेर सुन्नुहुन्छ तपाईलाई बोल्नका निमित्त त्यति नै धेरै विषयहरू ज्ञान हुने गर्दछन्। अतः सबैभन्दा सुरुमा हामीले सुन्ने एउटा अभ्यास बनाउनु पर्दछ। सबैभन्दा सुरुमा बस्ने एउटा आसन बनाउनु पर्दछ। जब हामी बस्दछौँ बसेको समयमा यो हाम्रो शरीरमा भएका षड चक्रहरू एक आपसमा सम्मिलित हुन्। सम्मिलित भएर अनि अब सकिन्छ भने पद्मासनमा, सकिँदैन भने सुखासनमा बसेर त्यसलाई त्यस विषयलाई हामीले जान्ने प्रयास गर्नुपर्दछ। किनकि श्रुतम शतगुणम विद्या, सुनेका कुरा 100% दिमागमा बस्छ अरे। 100% सम्म सुनेका कुरा दिमागमा बस्दछ। त्यहाँदेखि सहस्रम मननाथ अपि, त्यही सुनेका कुरालाई फेरि सुन्न थाल्नुभयो, सुन्नुभयो र मनन गर्न थाल्नुभयो भने त्यो विषय तपाईको मस्तिष्कमा 1000 गुणा भएर बस्दछ। र त्यही विषय फेरि तपाईले कसैलाई बुझाउनुहुन्छ। बोधनात् भनेको यदि तपाईले कसैको अगाडि त्यो विषयलाई बोधन गराउनुहुन्छ भने त्यो चाहिँ 1,00,000 गुणा बढेर जान्छ भनेर नीतिकारहरूले बताएका छन्। त्यसकारण अब यस कार्यक्रममा आज हामी जे जति छौँ, धेर थोर जे जति छौँ, हामीलाई धेरै ठाउँबाट फोन आएको थियो, गुरुजी हाम्रो पनि नाम टिपाइदिनु होला, गुरुजी हाम्रो पनि नाम टिपाइदिनु होला भनेर। अब आज हिजो मलमास जो हाम्रो गुरुहरूको कार्यक्रमको एउटा प्रणाली त्यो सकियो। आजदेखि मलमास लागेको छ। आजैदेखि सबै गुरुको अनुकूलता पनि मिलेन होला, सबै शिष्यहरूको अनुकूलता पनि मिलेन होला। त आज हामी जे जति भेला भएका छौँ भोलिका दिनमा अवश्य पनि यो पंक्ति अझै बढेर जाला, यो समूह अझै बढेर जाला। यहाँबाट 1 महिना 25 दिनको अवधिमा यदि 5 जना मात्रले पनि श्रीमद् भागवतको यथार्थ परक
शब्दार्थपरक अर्थलाई बुझ्न सकियो भने त्यो यस मिश्र भवनको पनि श्रेय भन्ने कुरा हजुरहरूलाई अवगत गराउँदै अब हामी यस कार्यक्रम जुन हाम्रो रहेको छ श्रीमद् भागवत, त सबैभन्दा सुरुमा हामीले श्रीमद् भागवतलाई बुझ्नु पर्दछ। श्रीमद् भागवत महापुराणम, पुराणहरूको संख्या 18,000 छन्। 18,000 उपपुराणहरू पनि रहेका छन्। जम्मा 4 लाख श्लोकहरू रहेका सबै समग्र पुराणहरू रहेका छन्। हो त्यसमध्येको पनि एक श्रीमद् भागवतलाई, अर्को देवी भागवतलाई पनि श्रीमद्को उपाधि मिलेको छ। अन्य कुनै पुराणहरूलाई मदको उपाधि मिलेको छैन। त यो मद भनेको परमहंस संहिता हो। यो मद भन्ने शब्द केवल यी 2टा पुराणहरूमा मात्रै रहेका कुरा हजुरहरूले त्यहाँ लेख्नु होला है। अब हामीसँग आज पहिलो दिन बोर्डहरू पनि छैन, भोलिका दिनमा यी पनि व्यवस्थापन भएर जानेछन्। त 2टा पुराणलाई मात्रै मदको उपाधिमा राखिएको छ। त्यसै गरेर 18 पुराण मध्ये 6वटा पुराणहरूलाई सात्विक पुराण भनेको छ, 6वटा पुराणहरूलाई राजसी पुराण भनेको छ, 6वटा पुराणहरूलाई तामसी पुराण भनेको छ। यो भोलिका दिनमा हामी अवश्य पनि चर्चा गर्नेछौँ। विद्यावताम भागवते परीक्षा। त सबैभन्दा सुरुमा जब हामी ग्रन्थलाई आरम्भ गर्दछौँ, ग्रन्थलाई आरम्भ गर्दाखेरि यस ग्रन्थमा अगाडि विनियोग, न्यास, करन्यास, अङ्गन्यास आदिको किन जरुरत? हामीले केवल पाठमा मात्रै यसलाई न्यास गर्ने होइन, यसलाई हामीले कथाको अग्रमा पनि न्यास गर्ने एउटा विधान रहेको छ। सबै शरीरमा भएका जसरी नारदर्शय नमः शिरसि व्यतीत छन्दसे नमः मुखे, श्रीकृष्ण परमात्मा देवतायै नमः हृदि, ब्रह्म बीजाय नमः गुह्ये भक्ति शक्तये नमः पादयो, ज्ञान वैराग्य तिलकाय नमः नाभौ। श्रीमद् भगवत प्रसाद सिद्ध्यर्थक पाठ होस् या प्रवचन होस्, विनियोगाय सर्वाङ्गे। जसरी एउटा प्लगमा हामीले यो मोबाइल चार्ज गर्नका लागि हाल्यौं, चार्ज गर्नका लागि चार्जर हाल्यौं, लगेर त्यसको पिन मोबाइलमा पनि हामीले लगायौं, तर स्विच थिच्न बिर्स्यौं भने त्यो चार्ज हुँदैन, त्यसमा करेन्ट पास हुँदैन। त्यस्तै यो विषयभित्र प्रवेश गर्नका निमित्त पहिले यसका स्विच जति पनि न्यास छन्, जति पनि न्यासले भनेको यो शरीरलाई एकाग्र गराउने हो, त न्यास भनेको अपरिहार्य हुने गर्दछ। अब यस ग्रन्थको भित्र हामी प्रवेश गरौँ। श्रीमद् भागवत महापुराणम एउटा श्लोक छ, धेरै ठाउँमा धेरै श्लोकहरू पनि पाइन्छन्। भाष्यते सर्ववेदेषु गीयते नारद आदिभिः, वदन्ति त्रिषु लोकेषु तः विस्तारस्य वाचक। भाष्यते सर्ववेदेषु, सबै वेदबाट भाषित, भादीप्त दीप्ति जस्तो प्रकाशित सबै वेदको सारभूत यो भागवत हो, जसलाई कसले गायन गर्यो त भन्दा नारद आदि परमहंसहरूले, जति पनि सप्तर्षिहरूले, अनेक ऋषिजनहरूले यसको गान गर्नुभयो। सुक सौनकले जुन गान गर्नुभयो, सुतजी महाराजले, स्वयं वेदव्यासजीले पनि जुन विषयको गान गर्नुभयो, त्यो वेदबाट आएको प्रकाश, जसको चर्चा तिनै लोकमा भेटिन्छन्। तिनै लोकमा गरिने यी चर्चाहरू जसलाई सुनेर तरन्ते भवसागरा, भव भनेको संसार, संसार रूपी सागरबाट तर्नका निमित्त हामीले श्रीमद् भागवतको अनुसरण गर्नु पर्दछ।
अब यहाँ श्री र मद शब्दले मद भनेको पारमहंसलाई जोड्ने विषय हो। श्री भनेको जहाँ जहाँ पुरुष आउँछन् त्यहाँ प्रकृति अनुसरण गर्दै आउँछन् अरे। एउटा श्लोक छ नीतिमा, बडा सुन्दर छ। पूर्व जन्मनि या विद्या पूर्व जन्मनि यद्धनम पूर्व जन्मनि या नारी अग्रे धावती धावती। त्यस्तै जहाँ भगवानको चर्चा भएको छ त्यहाँ श्री, त्यसको वैभव, श्री भनेको वैभव, श्री भनेको सम्पद। ऋग्वेदीय श्री सूक्तमा यसको वर्णन गरेको छ कि जहाँ पुरुष जान्छन् त्यहाँ आफ्नो प्रकृति स्वयं लिएर आउँछन्। जसरी यो मनुष्य शरीर भनियो, मनुष्य शरीर भन्दाखेरि पनि यो मनुष्य शरीरले आफ्नो प्रकृतिलाई लिएर आएको छ। अष्टधा प्रकृतिले बनेको यो शरीर भनेर गीतामा भगवानले अर्जुनलाई बताउनु भएको छ। भूमि आपो नलो नीलः, गीतामा छ यो श्लोक। थम मनः बुद्धि एव च अहंकार इति यम्मे भिन्ना प्रकृति अष्टधा। यी 8 प्रकारका अष्टधा प्रकृतिहरूले बनेको यो शरीर छ। त्यस्तै यहाँ पनि जब भागवतको चर्चा भयो त श्री स्वयं लक्ष्मीजीको पनि आगमन भयो भनेर सन्तहरूले यसलाई अर्थ लगाउनुहुन्छ। कसै कसैले चाहिँ श्रीमद्, अब यो भागवत महापुराणम भनेर नपुंसकलिङ्गमा छ, त्यही भएर श्रीमद् शब्द आयो पनि भनेर कतिपय गुरुजीहरूले यसको पनि अर्थ लगाउनु भएको। जस्तो पुलिङ्गमा हुन्थ्यो भने श्रीमान हुन्थ्यो होला भनेर पनि अर्थ लगाएको भेटिन्छ। यो पुराण मतलब कथा भनेको त जसरी कुण्डे कुण्डे नवम पयः, नयाँ नयाँ नलमा नयाँ नयाँ धारामा नयाँ नयाँ बोतलमा अनेक अलग अलग प्रकारका पानी भेटिन्छन्, त्यस्तै मुण्डे मुण्डे मती भिन्न, सबैका आफ्ना मुण्डका आफ्ना मतीहरू छन्। त जसले आफ्नो मतीबाट जतिको अर्थ हुन्छ त्यो अर्थ लगाउने गर्नुहुन्छ। त यो श्रीमद् भागवत महापुराणम यसको अर्थ भयो। अब त्योभन्दा अगाडि यहाँ महात्म्यको चर्चा छ। त महात्म्यम महत्वस्य इमाम, जहाँ महत्वको चर्चा गरिएको छ, महत्वको चर्चा गर्नु नै महात्म्य हो। पद्म पुराणबाट उद्धृत यो महात्म्य छ। त भागवतको महात्म्य पद्म पुराणबाट किन ल्याइयो भन्दा जसरी मैले यति गरेँ उति गरेँ भन्दै उज्जवलजी यदि हिँड्नु भयो भने त्यो त्यति राम्रो सुनिँदैन। तर त्यही कुरालाई यदि हाम्रो शिव भक्तज्यूले भनिदिनुहुन्छ भने चाहिँ अनि चाहिँ उज्जवलजीको महात्म्य हुन्छ क्या। त्यस्तै भागवतको महात्म्य यदि भागवतले आफै गुणगान गाएको थियो भने त्यो त्यति सुन्दर सुनिँदैन थियो होला। त्यही भएर भागवत लेख्नुभन्दा धेरै अगाडि पद्म पुराण लेखिसक्नु भएको थियो वेदव्यासले, अगाडि आउँछन् चर्चाहरू। त अगाडि नै लेखेको प्रसङ्गमा पनि भागवतको त्यहाँ चर्चा गर्नुभएको छ, महात्म्यको चर्चा गर्नुभएको छ। अब हामी ग्रन्थभित्र प्रवेश गरौँ। शास्त्रमा होस् चाहे लोकमा होस् 3 प्रकारको मङ्गलाचरण गर्नु है भनेर हामीलाई हाम्रा आर्षहरूले ऋषिहरूले बताउनु भएको छ। लेख्नु होला। ग्रन्थादौ ग्रन्थमध्ये ग्रन्थान्ते च मङ्गलम आचरेत्। ग्रन्थ आदौ, ग्रन्थको आदिमा एउटा मङ्गलाचरण गर्नुपर्दछ। ग्रन्थ मध्ये, ग्रन्थको मध्यमा बीचमा अर्को एउटा मङ्गलाचरण गर्नुपर्दछ। ग्रन्थको अन्त्यमा पनि अर्को मङ्गलाचरण गर्नुपर्दछ। 3 प्रकारका मङ्गलाचरण गर्नुपर्दछ। जसरी पहिलो मङ्गलाचरण श्रीमद् भागवतको जन्माद्यस्य यतोन्वयादि तरत यो श्लोक रहेको छ। अर्को मङ्गलाचरण भनेको दशम स्कन्धमा रहेको छ। दशम स्कन्धमा जब भगवानका नवम स्कन्धमा सबै प्रसङ्गहरू सकिदिनु भयो अनि दशम स्कन्धमा पुगिसके पछाडि फेरि ती राजन परीक्षितले प्रश्न गरे। प्रश्न गरेर मैले त भगवानका कथा सुन्नका निमित्त यतिका दिनदेखि भोकै बसेको थिएँ, तर तपाईँले त केवल वंश विस्तारमै भगवानको प्रसङ्गलाई सकिदिनु भयो।
त मलाई फेरि भगवानको प्रसङ्ग सुनाउनुहोस् भनेर दशम स्कन्धमा अर्को मङ्गलाचरण गर्नुहुन्छ। निवृत्त तर्सै उपगीयमाना भव औषधात् श्रोत्रं मनः अभिरामात् कः उत्तम श्लोक गुणानुवादात् पुमान् विराजेत बिना पशोग्नात्। यो मध्यम मङ्गलाचरण भागवत। अर्को एउटा मङ्गलाचरण अन्तिममा गर्नुहुन्छ। नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम प्रणाम दुःखा समन तम नमामिं हरिं परम। ए त्रिविध मङ्गलाचरणहरू। अब यसलाई लोकमा कसरी लिने? जसरी मान्नुहोस् यो भवन बन्यो, यो भवन बन्नुभन्दा अगाडि यस भवनका जति पनि अध्यक्ष उपाध्यक्ष सचिवहरू भएर यहाँ गुरुलाई बोलाएर गुरुले आएर स्वस्ति वाचन आदिद्वारा सुरुमा शिलान्यास रूपी एउटा मङ्गलाचरण गर्नुभयो होला। अब यो भवन बन्यो, ठेकदारले ठेका लिए, भवनको स्ट्रक्चर बन्यो, भवनको स्ट्रक्चर बनेर रङ लगाउनेले रङ लगाए, बिजुली जोड्नेले बिजुली जोडे, धारा जोड्नेले धारा जोडे। अब फेरि यसभित्र प्रवेश गर्ने बेलामा फेरि गुरुजीहरू आएर फेरि स्वस्ति वाचन गरेर यसको गृह प्रवेश गराउनु भयो। त्यो दोस्रो मङ्गलाचरण भयो। अब मान्नु यो मिश्र भवन यहाँ अब 20औं वर्ष पछाडि पुरानो होला, यहाँ अलि भित्र पनि होला, अझै बाहिरपट्टि त्यो बजारकै क्षेत्रमा चाहिँ अर्को ठाउँमा जग्गा लिएर मिश्र बन्धुहरूले फेरि त्यहाँ अर्को भवन बनाइसके पछाडि यहाँ स्थापित गरेका जुन अत्रि ऋषि छन्, अत्रि ऋषिलाई अन्तिममा यहाँबाट छोडेर जाने बेलामा पनि के भन्छन् कि हे भगवान, हे ऋषिजी, यहाँ यतिका दिनसम्म बस्नुभयो, अब हामी तपाईँलाई यहाँबाट सार्दैछौँ भनेर त्यहाँ फेरि त्यो मूर्तिलाई निकाल्ने अर्को एउटा मङ्गलाचरण या एउटा प्रतिष्ठानको जुन सुक्त आदि पाठ गरेर फेरि यहाँबाट स्थानान्तरण गरेर अर्को ठाउँमा लगिन्छ। त त्यस्तै 3 प्रकारका मङ्गलाचरणहरू चाहे लोकमा होस् चाहे वेदमा होस् गर्नु पर्दछ भनेर यहाँ वर्णन गर्नुहुन्छ। अब महात्म्यको हामी चर्चा गरौँ आज पहिलो दिन। अब महात्म्यको चर्चा गर्दा महात्म्यको चर्चामा यहाँ भन्नुभयो सच्चित् आनन्द रूपाय विश्व उत्पत्ति आदि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः। श्रीकृष्णाय वयं नुमः। हामी सबै मिलेर नमस्कार गरौँ है। ऋषि भनेका अर्काका निमित्त बाँच्नेवाला थिए। ऋषि आर्ष भनिन्छ नि, आफ्नो भन्दा परका निमित्त पनि मैले मात्रै, जसरी ऋग्वेद यजुर्वेदमा भनेको छ नि, यते माम वाच कल्याणी मा वदानी जनेभ्यः। जब म बोलौँ, मैले बोलेको शब्दबाट सबै जनहरूको कल्याण होस्। त्यस्तै यहाँ वेदव्यासले चाहेका थिए मेरो मात्रै कल्याण होस् भन्ने अभिमान गरेका थिए भने श्रीकृष्णाय अहम नौमी भन्न सक्दथे। तर म त मेरो त कल्याण अवश्य पनि होला, यो संसारका मनुष्यहरूका, यो संसारमा रहेका जति पनि जीवहरू छन् उनको कल्याण होस्, उनको तर्फबाट पनि म भगवानलाई नमन गर्दछु भनेर यहाँ श्रीकृष्णाय वयं नुमः भनेर जोड्नुहुन्छ। त आदौ मङ्गलाचरण कसरी गर्नुहुन्छ? सच्चित् आनन्द रूपाय, जसको रूप सत्य छ, सत्य स्वरूप छ, जसको रूपमा कुनै पनि असत्यता छैन। यद्यपि भगवानको स्तुतिमा उहाँ गरेको छ नि, जन्माध्यक्षमा यसको प्रसङ्ग आउँछ, हामी चर्चा गरौँला। सत्यव्रतम सत्य परम त्रिसत्यम सत्यस्य योनिम निहितम च सत्य। ए प्रभु, तपाईँ योनिजा भए पनि सत्यकै प्रतीक हुनुहुन्छ नि। यदि भगवानले अवतार लिनका निमित्त, भगवानको स्वरूप त अयोनिजा हो,
तर तपाईँ योनिज कुनै समयमा भइहाल्नु पर्यो भने पनि तपाईँ भनेको सत्य स्वरूप नै हुनुहुन्छ। अब सत्य स्वरूप कसरी मान्ने त भन्दा आजभन्दा 20औं वर्ष अगाडि खिचिएका भगवानका बनेका तस्बिरहरू जो छन् हो ती तस्बिरहरू अब 20औं वर्ष पछाडि फेरि अरू तस्बिरहरू बनाउँछन् नि त हो, त्यसमा पनि भगवानको स्वरूप एउटै छ, न काहीँ तलमाथि भएको छ, न भगवानका काहीँ दारी कपाले उम्रिएका छन्। त भगवानको स्वरूप भनेको सत्यपरक स्वरूप रहेको छ। यो सत्य शब्द जुन छ यो आद्य मङ्गलाचरणमा या महात्म्यको मङ्गलाचरणमा पनि छ र यसलाई नै लगेर जन्माध्यक्षमा हेर्ने भने पनि जन्माध्यक्ष यो श्लोकले पनि अन्तिममा गएर कसको नमस्कार गर्दछ? सत्यम परम धीमहि। त यस संसारमा बाँचेका हामी सबै मनुष्यहरू सत्यका धर्ममा सत्यतामा बाँच्नु पर्दछ भन्ने पनि एउटा भाव यहाँबाट लगाउन सकिन्छ। अर्को भनेको चित्त स्वरूप, एट्र्याक्टिभ स्वरूप। भगवानको स्वरूप कस्तो छ भन्दाखेरि चिन्मय खालको स्वरूप छ क्या, हेरिरहनु। भगवानलाई एकटक हेर्दाखेरि त्यहाँबाट आँखाका परेलीहरू पनि नझिम्क्युन, आँखा अन्यत्र कतै जान नसकोस्, यस्तो प्रकारको भगवानको स्वरूप। आनन्द रूपाय, जहाँ प्रवेश गर्दाखेरि मनमा भएका अनेक क्लेशहरू नाश हुन्छन्, जसको दर्शन मात्रले मनमा भएका सबै विकारहरू नाश हुन्छन्, हो त्यस्तो आनन्द प्रदान गर्ने भगवानको स्वरूप छ। त अब यहाँ भगवानको स्वरूप त्रिविध गर्नुहुन्छ। गीतामा बताइएको छ गुण कर्म विभाग छ। त यहाँ भगवानको स्वरूप पहिलो भनेको गुण हेरियो, यस्तो प्रकारको गुण छ, यस्तो प्रकारको विशेषण छ भगवानको। अब कर्म कस्तो छ भन्दा विश्व उत्पत्ति आदि हेतवे, जसले विश्वको उत्पत्ति गर्न जो हेतुमान छन्। अब मानु विश्वको उत्पत्ति त कसरी भगवानले गर्नु होला? अब कतिको त शंका पनि हुन सक्छ, उत्पत्ति गर्ने त ब्रह्मा हुन्, पालन गर्ने मात्रै विष्णु हुन्, संहार गर्ने फेरि रुद्र हुन्। जसरी एउटा बयरको दानोमा विवेकी पुरुषले के देख्दछ भने हजारौं बयरका दाना देख्दछ क्या। कसरी? त्यो बयरको दानो आफूले खाएर चाहिँ लगेर यदि पृथ्वीमा त्यसलाई रोप्न सकियो भने त्यहाँबाट जब बयरको वृक्ष भएर हजारौं बयरहरू फल्न सक्छन् नि फेरि। हो त्यस्तै भगवान पनि विश्वलाई उत्पत्ति गर्नका निमित्त हेतुमान हुनुहुन्छ। उत्पत्ति स्थिति र संहार गर्नका निमित्त जो हेतुमान हुनुहुन्छ त्यस्ता सत्य चित्त आनन्द स्वरूप भएका श्री कृष्णलाई वयम नुम, हामी सबै भएर नमस्कार गरौँ। गुण पनि भयो, कर्म पनि भयो। अब विभाग हेर्ने, विभाग चाहिँ कस्तो छ त? ठाउँमा कस्तो ठाउँमा काम गर्दछ भन्दा तापत्रय विनाशाय, त्रिविध तापहरू आध्यात्मिक आदि दैविक आदि भौतिक यी त्रिविध तापहरूलाई नाश गर्नका निमित्त जो सामर्थ्यवान हुनुहुन्छ त्यस्ता श्री कृष्णलाई वयम नमः, हामी नमस्कार गरौँ। यो एउटा भाव हो। यो यहाँ भएका शब्दावलीहरूको अर्थ यो हो। अब यसमा तपाईहरूले अन्यत्र कसै गुरुहरूले नीतिको श्लोक पनि लगाउनु भएको छ। कन्या वरयते रूपम, यो चाहिँ मसला हुन्छ। जसरी सब्जी चाहिँ तयार भयो, सब्जी तयार गरियो, अब त्यसलाई तपाईँले पकाउँदा अलग्गै स्वाद होला, तपाईँले पकाउँदा अलग्गै स्वाद होला, मैले पकाउँदा अलग्गै स्वाद होला, उहाँले पकाउँदा अलग्गै स्वाद होला नि त। त्यो त मसलामा पर्छ नि त। हो, मसलामा भर पर्ने कुरा हो। कसैले लगाउनुहुन्छ नि यसमा कन्या वरयते रूपम माता वित्तम पिता सुतम
बान्धवा कुलमिच्छन्ति मिष्टान्नम इतरे जना। अब यहाँ कन्याको विवाह गर्ने बेला भयो। यहाँ वेदव्यासजी महाराजले चाहिँ आफ्नो मनरूपी पुत्री भगवानलाई अर्पण गर्न चाहनुहुन्छ। भगवानलाई कसरी अर्पण गर्नुहुन्छ भन्दा, ए प्रभु, म मेरो मनबाट जन्मिएकी यो पुत्री, अब कन्याको विवाह गर्ने बेलामा सबैभन्दा सुरुमा कन्याले हेर्छिन् अरे वर कतिको राम्रो छ, हेन्सम छ कि छैन। आमा माता वित्तम, आमाले कति सम्पत्ति कमाएको छ, छोरीलाई सुखपूर्व राख्लान् नराख्लान्। पिता सुतम, पिताले चाहिँ कतिको पर्सनालिटी छ, कतिको व्यवहारिक छ, कस्तो कर्म गर्दछ, यसको ब्याकग्राउन्ड कस्तो छ, त्यो पिताको दृष्टिमा हुन्छ। बान्धवा कुलमिच्छन्ति, बन्धु बान्धवहरूले कुल खोज्छन्, कुल घरानामा छोरी दियो कि दिएन भनेर। मिष्टान्नम इतरे जना, अन्य गाउँ ठाउँका जति पनि व्यक्तिहरू हुन्छन् सबैलाई मिष्टान्नमा, आनोले छोरीको बिहे त गरो तर अलिकति खुवाउन चाहिँ लोभ गरेछ, अलिकति एक दुईवटा आइटमहरू धेर पाएको भए हुन्थ्यो। त अन्यजनलाई केवल मिष्टान्नमा हुन्छ। त पितालाई सुत, बुवालाई चाहिँ कस्तो छ त, कस्तो काम गर्दछ, उसको गुण के छ, कर्म के छ, कुन विभागमा काम गर्दछ, त्यो हेर्ने भनेको पिताको दृष्टिकोण हुन्छ। त पिताले के हेरे, यहाँ सतचित आनन्द स्वरूप भएका उनी कृष्णलाई, जो यस संसारको उत्पत्ति स्थिति र प्रलय गर्नका निमित्त हेतु मान्छन्, जसले यस शरीरमा भएका आध्यात्मिक ताप, देवताहरूबाट उत्पन्न हुने आदि दैविक ताप, भौतिक संरचनाहरूबाट उत्पन्न हुने, प्रलय हुने, बाढी पहिरो आदि आउने जुन आदि भौतिक तापहरू छन्, यी त्रिविध तापलाई जसले नाश गर्न सक्दछन्, त्यस्ता श्रीकृष्णाय वयं नुमः, श्रीकृष्णको हामी नमन गरौँ भनेर यो एउटा श्लोकको अर्थ यसरी बुझ्न सकिन्छ। यं प्रव्रजन्तम् अनुपेतम् अपेतकृत्यम् द्वैपायन विरह का तर आजुहाव। अनुपेतम अपेत कृत्यम, जन्मिएर साल नाल छेदन भएको छैन, संस्कारहरू गरिएको छैन। संस्कारम अरहन्ति भनेको छ नि त, इतरह संस्कारम अरहन्ति। जस्तो जन्मिसके पछाडि जात कर्म भन्ने एउटा संस्कार हुन्छ। अहिले त ती संस्कारहरू छैन। जसरी गर्भाधान संस्कारदेखि नै लिएर आउनु पर्यो नि, होइन? अब ती अन्य जति पनि छन्, मतलब सबैभन्दा सुरुमा गर्भाधान संस्कार गर्ने नारीको ऋतुकालको 16औं रात्रिमा चाहिँ यदि संस्कार गर्भाधान संस्कार गरिएको छ भने उत्तम सन्तान जन्म हुन्छ। पहिले गर्भाधान संस्कार गर्ने, गर्भाधान संस्कार गरिसकेपछि पुंसवन संस्कार गरिन्छ। सीमन्तोन्नयन संस्कार भनेको, सीमन्तोन्नयन संस्कार भनेको यसो जुन सगर्भा स्त्रीलाई भनेको मिठो कुरा खुवाउने। उन्नयन भनेको बढाउने काम के, गर्भलाई बढाउने काम सीमन्तोन्नयन संस्कार। अहिलेको बेबी सावर भनेर दही चिउराको जुन प्रचलन छ, त्यसै गरेर अब जन्म भयो, जन्म भइसके पछाडि एउटा जात कर्म संस्कार हुन्छ। त्यो जात कर्म संस्कार नगरिकन सुतक लाग्दैन। जात कर्म भनेको साल नाल छेदन गर्नु पनि हो। त अब यो जात कर्म संस्कार नभइकन प्रव्रजन्त जाँदै गरेको यम तम सुखदेवम, सुखदेवलाई देखेर द्वैपायन विरह कातर आजुहाव, कातर स्वरमा विरह गर्दै आजुहाव भनेको द्वैपायन वेदव्यासजीले बोलाउन थाल्नुभयो। ए पुत्र पुत्र आउन आउन भनेर तन्मयतया, तन्मय भएर अत्यन्तै कातर भएर बोलाउँदै बोलाउँदै सुखदेवको पछाडि पछाडि लाग्नुभयो। सुखदेव स्वामी अगाडि अगाडि हिँडिरहनु भएको छ। सुखदेवले सुन्नु पनि भएको छैन। तर तरवह अभिनेदु, तरवा भनेको वृक्षहरू, वृक्षहरूले चाहिँ अभिनेदु, नाद भनेको आवाज निकाल्नु हो, अभिनेदु भनेको हाँसे जस्तो कि आलाप गरे जस्तो आवाज निकाले।
किन आवाज निकाल्छौ है भनेर चाहिँ अब वेदव्यासले गएर सोद्धाखेरि वृक्षले भनिदिए, अरे हामी त तपाईँलाई विद्वान मान्दथ्यौं, तर तपाईँ त एउटा पुत्रको मोहमा पर्नु भएको रहेछ। हाम्रा पनि त कति सन्ततिहरूलाई हावाहुण्डरीले लडाए, कतिलाई डढेरो लाग्दा डढेर गए, कति भनेको मनुष्यहरूले तस्कर गरेर बेचे पनि होला। हामी त आफ्नो जडदेखि टसमस भएनौं, तर तपाईँ त एउटा पुत्रको मोहका कारण पुत्र पुत्र भन्दै कातरिक स्वभावमा हिँडिरहनु भएको छ भनेर जब ती वृक्षहरूले अभिनेदो भनेको वेदव्यासजी महाराजको हँसी गरे, तब वेदव्यासजीलाई यो भान भयो। यो श्लोकमा अगाडि आउँछ प्रथम स्कन्धमा, देव्योरिया परिदधु न सुतस्य चित्रम तद्वेक्ष पृच्छति मुनौ जगदूतवास्ते। अलि अगाडि बढिसके पछाडि फेरि देव्य रिया देवताका स्त्रीहरू स्नान गरिरहेको एउटा तलाबमा सुकदेव जाँदाखेरि वास्ता गरेनन्। न सुतस्य चित्तम, सुतजी जाँदाखेरि वास्ता गरेनन्। तर जब वेदव्यासजी महाराज आउनुभयो, तब वेदव्यासजी महाराज आउँदा चाहिँ आफ्नो वस्त्रलाई मिलाउन थाले नि। त त्यो समयमा चाहिँ वेदव्यासलाई अलिकति शङ्का भएर सोधेछन्, होइन अघि त्यत्रो वयस कुमार 12 वर्ष त गर्भमा बसेर निक्लिएका थिए, 16 वर्षको युवा जस्तो तेज थियो उनमा, त त्यो तेजस्वी वयस कुमार जाँदाखेरि तिमीहरूलाई आफ्नो लाज शरम लागेन? तर म 60 वर्षको एउटा दारी जुङ्गा पनि फुलिसकेको, केस फुलिसकेको वृद्ध आउँदा चाहिँ तिमीलाई के को शरम लागेको भन्दा, तब तद्वीक्ष त्यो देखेर पृच्छति मुनौ, वेदव्यासजीले पृच्छति सोध्नु भयो, जगदूतवास्ते, तब तिनीहरूले के भने, स्त्रीपुम विधानतु सुतस्य विविक्त दृष्टे। वेदव्यासजी तपाईँलाई थाहा छ नि त के पुरुष हो के स्त्री हो, कुन ठुलो छ कुन सानो छ, कुन कालो हो कुन गोरो, तपाईँलाई थाहा छ। तर तपाईँको पुत्रको दृष्टिमा त त्यो केही पनि होइन। तपाईँका पुत्रको दृष्टिमा त सबै यो संसार भनेको केवलम ब्रह्म मात्र हो, सर्वम खलु इदं ब्रह्मासि भन्ने भान तपाईँको पुत्रको दृष्टिमा छ भनेर त्यो एउटा भावको अर्थ पनि यहाँ लाउन सकिन्छ। अर्को कतै कतै गुरुजीहरूले कसको पनि भाव लाउनुहुन्छ भने, मतलब कुनै अर्थ लगाउनुहुन्छ, जब आफ्ना आमाको गर्भमा 12 वर्षसम्म बसिसके पछाडि अब निस्किन मान्नुहुन्न सुकदेव। एक दिन चाहिँ हदै भएछ, हदै भएर होइन किन चाहिँ ननिस्केको त, के कारण हो त भनेर त्यो सगर्भा स्त्रीको गर्भको छेउमा गएर वेदव्यासजीले त्यो गर्भमा भएको बालकलाई कदा बही आगमिष्ये भनेर सोध्नुहुन्छ अरे, कहिले बाहिर आउँछौ? तब भित्रबाट भन्छ अरे गर्भ, म आगच्छेयम, म आउँदिन। किन? तब उनले भित्रबाट भन्छ अरे माया जिग्रहिष्यति, बाहिर आए भने त मलाई मायाले छुन्छ नि त, त्यसकारण म बाहिर आउन चाहन्न। तब फेरि वेदव्यासजीले भन्नुहुन्छ अरे होइन तिमी बाहिर त आऊ, म कृष्ण द्वैपायन व्यास तिमीलाई यो आश्वासन दिन्छु कि तिमीलाई मायाले छुँदैन। तब गर्भबाट त्यो गर्भस्थ शिशु हाँस्न थाल्यो। हाँस्यो, किन हाँस्छौ भनेर सोद्धा, अरे जो मायाको वशीभूत भएर एक छोरा बाहिर आऊ भनिरहेको छ, उसले मलाई तिमीलाई मायाले छुँदैन भनेर सान्त्वना दिँदा म मान्छु होला। तपाईँ स्वयं त मायाको वशीभूत भइरहनु भएको छ, त म मान्छु भनेर उनले प्रश्न गरिसके पछाडि अब वेदव्यासजीले त्यो समयमा भगवान कृष्णजीलाई बोलाएर, गुरुजीहरूले यो चर्चा गर्नुहुन्छ, अब कहाँको प्रसङ्ग हो मैले पनि भेटेको छैन, तर चर्चा गर्नुहुन्छ। त भगवान श्रीकृष्णले आएर सान्त्वना दिइसके पछाडि चाहिँ अनि सुकदेव त्यहाँबाट बाहिर निस्के भन्ने प्रसङ्ग पनि हामीले काहीँ काहीँ गुरुजीका मुखबाट
श्रवण गर्न सक्दछौँ। त्यही भएर मैले अघि भने नि, जति तपाईँहरूले सुन्नुहुन्छ त्यति तपाईँ वक्ता बन्नुहुन्छ। तपाईँलाई यदि वक्ता बन्नु छ भने तपाईँले धेरैजनाको सुन्ने, थोरैजनाको आत्मसात गर्ने। 10 जनाको सुन्यो भने 5 जनाको आत्मसात गर्ने हो। त्यसमध्ये पनि 2 जनाको विषयलाई चाहिँ आफूले भन्न सक्ने हुने, 1 जनाको मात्रै भन्ने भन्न छ। जस्तो धेरैवटा सुन्दाखेरि पनि अनेक प्रकारका मतहरू त्यहीँनिर बाँड्न थाल्छन्। फेरि त त्यसलाई केलाएर सबै विषयहरूलाई एउटा बनाएर अनि त्यो एउटा विषय चाहिँ तपाईँहरूले प्रस्तुत गर्नुपर्दछ। यो वक्ताको क्वालिटी हो। त यहाँ पनि तम सर्वभूत हृदय मुनि मानतोस्मि, यस्ता सर्वभूत हृदयमा बस्ने मुनिलाई म नमन गर्दछु भनेर ग्रन्थकारले यहाँ नमन गर्नुभयो। वेदव्यासजी महाराजले 28औं व्यास भनेको जसले विस्तार पूर्वक कुनै विषयलाई प्रतिपादन गर्न सक्दछ ऊ व्यास हो। व्यक्ति जानाति स वेद, जसले सबै विषय जानेको छ ऊ वेद हो। त्यो जानेको विषयलाई पनि विस्तार पूर्वक प्रतिपादन गर्न सक्दछ भने ऊ वेद व्यास हो। यिनको नाम त कृष्ण द्वैपायन हो। यहाँ अगाडि आयो नि द्वैपायन विरहका, तो वास्तविक नाम चाहिँ वेदव्यासको द्वैपायन हो। वेदव्यास भन्ने चाहिँ एउटा उनको पदवी हो भनेर यहाँ यो चाहिँ बुझ्ने कुराहरू हो। यो चाहिँ आफूले बुझ्नु पर्यो। कसैले सोधिहाले भने व्यासको अर्थ के हो? अब यो व्यासलाई त पूर्वीय सभ्यताले, पूर्वीय दर्शनले ठुलो ओदामा राखेको छ। भोलिका दिनमा हामी चर्चा गरौँ, समयान्तरमा चर्चा गर्दै जाउँला। त यदि कसैले सोधिहाले वेदव्यासको अर्थ चाहिँ के त भन्दा जसले सबै कुरा जानेको छ ऊ वेद हो, र जानेको कुरालाई जसले विस्तार पूर्वक अरूलाई सुनाउन सक्दछ भने ऊ व्यास हो। त वेदव्यासको यो अर्थ हो। नैमिषे सुतम आसीनम अभिवाद्य महामतिम तथा अमृत रस आस्वाद कुशलः सौनको ब्रवीत। एक समयको कुरा, नैमिष नाम गरेको चक्र तीर्थमा। अब यो नैमिषारण्यको बारेमा चर्चा गर्दाखेरि अब नैमिष भनेको निमेष भनेको एउटा सेकेन्ड मानौँ, सेकेन्डको पनि मिली सेकेन्ड मानौँ हो। त्यति समयमा भगवान विष्णुको चक्रले चाहिँ एउटा जङ्गललाई फाँडेर, प्राचीन कुनै समयमा ऋषिहरू गए, हामीलाई चाहिँ तपस्थली चाहियो प्रभु, तपस्थली दिनुहोस्। र सबै त अब विशाल जङ्गल छ नि त, जङ्गलमा हामी कहाँ गएर बस्ने? एउटा यस्तो तपस्थली दिनुहोस् जहाँ चाहिँ हामीले स्नान गर्नका लागि पोखरी पनि होस्। 3टा कुरा ब्राह्मणको गौरव मानेको छ शास्त्रले। स्नानम दानम च सन्ध्या च। पहिले स्नान गर्ने, स्नान गरेर ऋषिहरूले यदि कोही स्नान गरिरहेको समयमा कोही याचक आयो भने दान दिन्थे। त पहिले स्नान गर्ने, स्नान गरेर दान गर्ने, दान गरेर सन्ध्या गर्ने, यी 3टा ब्राह्मणका गौरव हुन्। त हामीलाई त्यस्तो एउटा तपस्थली दिनुहोस् भनेर भगवानको अगाडि पुगिसके पछाडि भगवानले आफ्नो सुदर्शन चक्रलाई आज्ञा दिनुभयो। सुदर्शन चक्रलाई आज्ञा दिनुभयो। सुदर्शन चक्रले त्यो निमेषको अन्तरालमा गएर एउटा अरण्य भनेको जङ्गललाई फाँडेर पोखरीमा परिवर्तन गरेका कारण त्यसलाई नैमिषारण्य पनि भनिन्छ। त्यो नैमिषारण्यको क्षेत्रमा 88,000 शौनकादि ऋषिहरू बस्नु भएको छ। तथा मात्रैका जीविन आफ्नो जीवन केका लागि छुट्याउनु भएको छ भन्दा जबसम्म बाँचिन्छ तबसम्म
भगवानको कथा सुन्ने सुनाउने है? आज तपाईँले भन्नु होला, भोलि अर्काले भन्ने, सबैले सुन्ने, फेरि अर्को दिन अर्कैले भन्ने, सबैजनाले सुन्ने। त अब त्यसको स्थानमा जब सुतजी महाराजको आगमन भयो, सुतजी महाराजको आगमन भयो, सुतजी महाराजलाई उच्च आसनमा राखियो, यथोपचारले पूजन गरियो, पूजन गरेर अभिवाद्य नमस्कार पनि गरेर महामतिम, महामति भनेको बुद्धि, बुद्धिमा अनेक शास्त्र भएकोलाई महामति भनिन्छ। त जसको बुद्धिमा अनेक शास्त्र छ त्यस्ता सुतजीलाई अभिवादन गरेर सौनकजी महाराजले भन्न लाग्नुभयो कि हे प्रभु, अमृत रसास्वाद, कथा सुनाउनका निमित्त अमृतको रस आस्वादन गराउन निपुण ती सुतजी महाराजलाई सौनक आदि ऋषिहरूका श्रेष्ठ सौनकजी भन्नुहुन्छ। अज्ञान ध्वान्त विध्वंस कोटि सूर्य समप्रभ सुत आख्याहि कथा सारम मम कर्णरसायनम्। अज्ञान ध्वान्त विध्वंस, अज्ञान रूपी अन्धकारलाई ध्वंस गर्नका निमित्त हजुर करोडौं सूर्य समान तेजस्वी हुनुहुन्छ। अतः हे सुत, सम्बोधन छ यहाँ, सुत आख्याहि, आख्यान गर्नुहोस् के कथाको सार, पुरै कथा पनि भन्नुहुन्न। पुरै कथा सुन्दा त अब यो भागवत त हामीले यहाँ 25 दिनको एउटा आयोजना गरेका छौँ, 25 महिनासम्म भागवतको चर्चा गर्ने भने पनि पूर्ण नहोला कि। तर के भन्नुहुन्छ? आख्याहि कथा सारम, कथाको सार बताइदिनुहोस् जसले मम कर्ण रसायनम, हाम्रा कानहरू रसायन हुन्, कथा सुनिरहन् जस्तो भानुहोस्। त यो संसार अहिले भक्ति ज्ञान विराग वैराग्यले आप्त विवेक वरदते महान, आप्त भनेको श्रेष्ठ व्यक्तिहरूको वचन आप्त वाक्य भनिन्छ। त भक्ति ज्ञान वैराग्य विवेकी पुरुष र आप्तजनहरूले रहेको यस स्थानमा माया मोह निराश भएर वैष्णवहरू कुन प्रकारले आफ्नो दिनचर्यालाई बिताउँछन्। किनकि अगाडिको चर्चा गर्नुहुन्छ, इय घोरे कलौ प्राय, यो त कलियुग आएको छ। त कलियुगमा जीव असुरी प्रवृत्तितिर गएका छन्। क्लेश भनेको धेरै सङ्घर्ष पनि गर्नुपर्छ, आक्रान्त भनेको थाकेका पनि छन्। त त्यस्तो समयमा मनुष्यले आफ्नो जीवनमा, आफ्नो अन्तःस्करणमा भक्तिलाई कसरी स्थापना गर्न सक्लान्। जब भक्ति स्थापित हुन्छन् तब मात्रै ज्ञानी हुन्छ। ज्ञान भए पछाडि वैरागी हुने हो, अगाडि यही प्रसङ्ग आउने हो भक्तिको चरित्रमा। त यो घोर कलियुगमा चाहिँ मनुष्यले भक्ति ज्ञान र वैराग्य र आफ्नो विवेकलाई कसरी सन्तुलित राखेका छन् यसको बारेमा बताइदिनुहोस्। श्रेयसाम यत भवेत श्रेय साध पावनानां च पावनम कृष्ण प्राप्तिकरम शश्वत साधनां तत्वद अधुना, तद्वध अधुना। त भगवान श्री कृष्णलाई प्राप्ति गर्ने श्रेयसमा पनि श्रेयस्तम, पावनमा पनि पुनीतमा पनि पुनीत कुन मार्ग छ, शाश्वत साधना भनेको कुन बाटो छ हो त्यो बताइदिनुहोस् भनेर यहाँ चर्चा गरे। चिन्तामणि लोक सुखम सुरद्रुः स्वर्ग सम्पदां प्रयच्छति गुरु प्रीता वैकुण्ठम योगी दुर्लभम। जब चिन्तामणिले यो लोकको सुख दिन्छ, एउटा पारस ढुङ्गो हुन्छ, घोड्दाखेरि सुनाउँछ नि, त्यसले त्यो मणिले यो लोकमा चाहिने जति पनि सम्पदहरू छ,
जति पनि लौकिक सुखहरू छ हो त्यो दिने गर्दछ। सुरद्रुह भनेको कल्पवृक्ष पारिजातले स्वर्गका सम्पदाहरू दिन सक्दछ, तर वैकुण्ठ दिनका निमित्त त गुरुको प्रीति नै चाहिन्छ। जब गुरुले आफ्नो प्रीत प्रदान, गुरुले ज्ञान धेरैलाई दिनु होला, जस्तो द्रोणाचार्यले ज्ञान त सबैलाई दिनुभयो, तर प्रीत केवल अर्जुनमा थियो क्या उहाँको। त्यही भएर आफ्ना छोरालाई जुन चिज दिनु भएन त्यो अर्जुनलाई पनि दिनुभएको के। अगाडि आउँछ नि, ब्रह्म अस्त्र चलाउन चाहिँ जान्दथे अश्वत्थामाले, फर्काउन जान्दैनथे। अगाडि अजानन उपसंहार प्राणबाध उपस्थिते, जब प्राण सङ्कटमा आयो त्यो चलाउन चाहिँ जानेको छ, फर्काउन जानेको छैन, त्यस्तो ब्रह्मास्त्र पनि ती अश्वत्थामाले चला। मतलब त्यो अश्वत्थामालाई त्यति आफ्नै छोरा हुँदा पनि सबै रहस्य सरस्य दिनु भएन, तर अर्जुनमा प्रीत भएका कारण अर्जुनलाई चाहिँ ती जो द्रोणाचार्यले सबै कुरा दिनुभएको थियो हो। त्यस्तै यदि जीवनमा गुरुको प्रीत मिलियो भने, गुरुको प्रिय बन्न सकियो भने गुरुले त्यो योगी दुर्लभ वैकुण्ठको पदवी पनि प्रदान गर्नुहुन्छ भनेर यहाँसम्मको यी आठो 4वटा श्लोकको भाव बुझ्यो। यी 4वटा श्लोकका यसरी भाव लगाउन सकिन्छ। अब यसमा भनेको अन्य अब आफ्नो कसरी भन्ने, यसलाई कसरी प्रतिपादन गर्ने भन्ने कुरा चाहिँ यी कुराहरू, यी विषयहरूलाई पहिले चाहिँ आफूले बोल्ने अभ्यास गर्नुपर्छ। कसरी बोल्ने? अब बोल्नका निमित्त पहिले आफूले बोल्दाखेरि आफू कस्तो अवस्थामा बोलिँदैछ, कस्तो अवस्थामा बसिरहेछ, आफूले बसेर बोल्ने भरिसक्यो। अगाडि चाहिँ कोही भएन भने पनि एउटा प्रतिबिम्ब राख्ने, आफ्नो प्रतिबिम्ब छायालाई हेरेर बोल्नु अरे। अहिलेको समयको छाया भनेको ऐना हो, त पहिले ऐना राख्ने, ऐनाको अगाडि बसेर आफू बोल्ने। जब आफू बोल्ने प्रयास गरिन्छ तब मात्रै आफू वक्ता बन्न सकिन्छ। त अब यहाँ अगाडि यी प्रश्नहरू सुनिसके पछाडि सुतजी महाराजले चर्चा गर्नुहुन्छ। प्रीति सौनक चित्ते ते हि अत वच्मि विचार्य च सर्वसिद्धान्त निष्पन्नम् संसार भयनाशनम्। अगाडि भने नि त गुरुको प्रीति हुनु पर्यो। त यहाँ के भन्छन्? अरे सौनक, तिम्रो चित्तमा भएको प्रीतिलाई देखेर, प्रेमलाई देखेर, तिमीमा भएको जिज्ञासालाई देखेर यी निश्चय नै मैले विचार गरेर बोल्नु पर्यो कि। अब अतः वच्मि विचार्य च, मैले विचार गरेर तिमीलाई सबै सिद्धान्तहरूको निष्पन्न, यो संसारको भय नाश गराउने, भक्ति ओघवर्धनम, भक्ति बढाउने, जसले जुन भक्तिद्वारा कृष्णलाई सन्तोष बनाएर कृष्ण प्राप्ति हुने त्यो तत् अहम ते अभिधास्यामि, त्यो गुड रहस्य म तिमीलाई दिन्छु। सावधानतया श्रेणो, तिमी सावधान भएर सुन। त सिद्धान्त यहाँ भनियो नि, सर्व सिद्धान्त निष्पन्नम। त सिद्धान्त भनेको के हो? उज्जवल, सिद्धान्त भनेको चाहिँ के हो? सिद्धश्च असौ अन्त्य, जसको अन्त्यमा पुगिसके पछाडि त्यो कुरा आफै सिद्ध हुन्छ हो, त्यो नै सिद्धान्त हो। उहापोह कृत निश्चित विचार, ज्येष्ठ बुद्धिजीवीहरू व्यक्तिले गरेको एउटा निश्चित विचार चाहिँ के हो त भन्दा जसको अन्त्यमा पुग्दा कुरा सिद्ध हुन्छ हो, त्यो नै सिद्धान्त हो। त यहाँ पनि अब सबै शास्त्रहरूको सिद्धान्त बताउनुहुन्छ। काल ब्याल मुख ग्रास त्रास निर्णास हेतवे श्रीमद्भागवतं शास्त्रम् कलौ कीरेण भासितम्।
काल ब्याल काल रूपी शत्रुको मुखमा परिसकेको ग्रास भइसकेको त्यस्तो अवस्थामा उत्पन्न हुने त्रासलाई हरण गर्नका निमित्त त्रासलाई निर्नाश भनेको निस्तेज बनाउने हेतुले जुन कलियुगमा किरेण सुकेन भाषितम श्रीमद् भागवतम शास्त्रम जुन कलियुगमा सुखदेवद्वारा भाषित श्रीमद् भागवत शास्त्र छ जसलाई सुनिसके पछाडि मनः शुद्ध्यै न विद्यते त्यसभन्दा पर मन शुद्ध हुने कुनै ठाउँ छैन। जब जन्म जन्मान्तरको पुण्य हुन्छ तब यो भागवत रूपी कथा श्रवण गर्न मिल्दछ। त्यो अहम ते अभिधास्यामि म तिमीहरूलाई हजुरहरूलाई श्रवण गराउँछु। 10 नम्बरको श्लोक तत् अहम ते अभिधास्यामि यस्ता प्रसङ्गहरू म हजुरहरूलाई श्रवण गराउँछु। जब अब यो काल ब्याल मुख ग्रास भनेको आफ्नो सत्ता आफूलाई चाहिँ 7 दिनमा मृत्यु होस् भनेर श्रृंगी ऋषिले श्राप दिइसके पछाडि आफ्नो सत्तालाई आफ्नो राज्यलाई छोडेर म्रियमाण व्यक्तिले के गर्ने त मृत्यु हुन आँटेको व्यक्तिले के गर्ने भनेर मोक्षका बाटो खोज्दै हिँडेका परीक्षितलाई सुखदेव स्वामीले श्रवण गराएको यो पावन प्रसंग म हजुरहरूलाई श्रवण गराउँछु भन्ने यो श्लोकहरूको भाव हो। त अब परीक्षितलाई जब कथा श्रवण गराउनका निमित्त कौशिकी नदीको तट बेलटार उदयपुर त्यही कौशिकी पारीपट्टिको त्यहीदेखि मास्तिरपट्टि श्रृंगी ऋषिको आश्रम समीक ऋषिको आश्रम पनि रहेका अहिले पनि त्यहाँनिर अवशेष स्थानहरू छन्। त त्यहाँनिर जब परीक्षित अब कथा सुन्नका निमित्त बसे कथा सुन्नका निमित्त बस्दा सुखदेव स्वामीले कथा सुनाउनका निमित्त बस्नुभयो। त्यसरी व्यास बनाएर त्यसरी बसेका थिएनन्। केवल नदीको तटमा ढुङ्गामाथि बसेर मोक्षका निमित्त निर्माणका निमित्त कथा सुन्दै थिए। त देवताहरूले विचार गरेछन् होइन यी परीक्षित त केवल मृत्युको त्रासदेखि न भागवत सुन्न आएका छन्। 7 दिनमा मृत्यु हुनेवाला थिएन यिनले जानेका थिएनन् भने त यदि समीक ऋषिले नभनेर त्यहाँ गएर लु परीक्षित तिम्रो 7 दिन भित्रमा मृत्यु हुँदैछ भन्ने कुरा थाहा पाएका थिएनन् भने त फेरि पनि राजपाटमै बस्थे होला उनी। तर जब मृत्यु हुन्छ भन्ने थाहा पाइसके पछाडि आएका हुने यिनी त यिनलाई अजरता अमरता प्रदान गराउने अमृत हामीसँग छ। त त्यो अमृत गृहीत्वा एव देवाः तत्र समागमन् देवताहरू त्यो अमृतको कुम्भलाई लिएर यहाँ आए। सुकम नत्वा सुखदेवलाई नमस्कार गरे। वदन सर्वे स्वकार्य कुशलासुरा आफ्ना काम निकाल्नका निमित्त कुशल सुरह भनेको देवताहरूले सुखदेव स्वामीलाई नमस्कार गरेर भन्न लागे कथा सुधाम प्रयच्छस्व यिनलाई यो कथा मतलब प्रयच्छस्व गृहीत्वैव सुधामिमाम हामीलाई यो सुधा अमृत पीयूषम अमृतम सुधा अमरकोश त पीयूष अमृत सुधा भनेका पर्यायवाचीहरू त यो सुधा कथा रूपी सुधा हामीलाई दिनुहोस् त्यसको बदलामा गृहीत्वा एव सुधामिमाम त्यत्तिकै माग्दैनौँ है हामी यो सुधा तपाईँ दिनुहोस् एवं विनिमय जाते यस्तो प्रकारले यदि व्यापार भयो भने सट्टापट्टा भयो भने सुधा राज्ञा प्रपीयताम यी राजालाई त्यो सुधा अमृत पिलाइदिनुहोस्। प्रपश्याम पास्याम इति पिउनु प्रपश्याम भनेको प्रकृष्टतया पिउनु। वयम सर्वे हामी सबै चाहिँ यो
श्रीमद् भागवत रूपी अमृतलाई श्रवण गर्छौं। तपाई राजालाई चाहिँ यो हाम्रो कलशभित्र भएको अमृत पिलाइदिनुहोस् भनेर यस्तो प्रकारले जब भाव देखाए, भाव देखाइसके पछाडि अब सुखदेव स्वामीलाई लागेछ होइन यी देवताहरू यदि आएर त्यत्तिकै कथा सुन्न बसेका थिए भने त म सुनाइहाल्थेँ। कथा त कसैको यसको लागि हो उसको लागि होइन भन्ने कुरो हुँदैन नि त। कथा त यहाँ आएर यदि सुन्न चाहन्छ भने हर कसैले कथा सुन्ने अधिकार पाउँछ। त यहाँ आएर यिनीहरूले कथा सुन्न इच्छा गरेका थिए भने त म अवश्य पनि सुनाइदिन्थे। तर यिनीहरू त एउटा व्यापार जस्ताका व्यापारीका रूपमा बिचौलिया दलाल जस्ता भएर आएका यी देवताहरू भनेर ब्रह्मरात विचार एवं विचार गरेर ब्रह्मरात ती सुखदेवले तदा देवान जहासः जहास भनेको हाँसेर हिल्ली उडाउँदै भन्नुभयो क्व सुधा क्व कथा। कुन कथाको कुरा गर्दैछौ तिमी अनि कुन सुधाको कुरा गर्दैछौ कुन अमृतको कुरा गर्दैछौ यस लोकमा। अरे मेरो कथा त मणि समान महान छ भने तिम्रो सुधा क्वह काँच। काँच भनेको काँच सिसा जस्तो तुच्छ छ। त अभक्ता तास विज्ञाय यदि भक्ति लिएर देवताहरू आएका थिए भने अवश्य सुनाउनु हुन्थ्यो। तर अभक्त जानेर न ददौ स कथामृतम् ती देवताहरूलाई सुखदेव स्वामीले अमृत रूपी कथा प्रदान गर्नु भएन। त देवताहरूलाई लाग्यो श्रीमद् भागवती वार्ता सुराणामपि दुर्लभ। अरे भागवत चाहिँ कस्तो वार्ता हो त कस्तो प्रसङ्ग हो त जुन देवताहरूको लागि पनि दुर्लभ हो। त राज्ञः मोक्षम तथा वीक्ष्य पुरा धातापि विस्मृत। धाता भनेका ब्रह्म। त देवताहरूले विचार गरे होइन यो कस्तो चाहिँ कथा छ त सुखदेवसँग कसैले अहिलेसम्म देखेका छैनन् डिस्प्ले नै भएको छैन नि त। कथा त छ वेदव्यासले सुखदेवलाई पढाएका छन् बोलाएर भोलि आउँछ प्रसङ्ग त्यसको पनि। त पढाएका छन् पढाइसके पछाडि होइन कस्तो चाहिँ कथा रहेछ है सुखदेवसँग भनेर पहिले ब्रह्मलोक गए। ब्रह्मलोक गएर ब्रह्माजीलाई सोधे। ब्रह्माजीलाई सोधे होइन के छ त भन्दा ब्रह्माजीले भन्नुभयो मलाई पनि थाहा छैन मलाई पनि थाहा छैन। तब सबैले 7 दिनसम्म चाहिँ आकाश मार्गबाट हेरिरहे कौशिकीको माथिल्लो तटबाट हेरिरहे। हेर्दा 7औं दिनमा जब तक्षक आएर अनि परीक्षितलाई डस्यो डसिसके पछाडि परीक्षितको शरीरबाट शरीर त जलेर भस्म भयो। त्यहाँबाट आत्माको पुञ्ज निक्लियो। पहिले स्वर्गलोकतिर आयो इन्द्र खुसी भए। के नै रहेछ र त्यो राजाको कथामा पनि मृत्यु भइसके पछाडि त आउने मेरै ठाउँमा रहेछ स्वर्गै त आउने रहेछ भनेर इन्द्र खुसी हुँदै थिए। त्यो स्वर्गलोकलाई भेदन गरिदियो माथि सत्यलोकतर्फ गयो। सत्यलोकमा आउँदा ब्रह्माले पनि यसो गाडी मिलाउँदै मेरै ठाउँमा त आउने रहेछ त्यो भागवत त यतिको मात्रै त रहेछ भनेर यसो गर्दै थिए। त्यो सत्यलोकलाई पनि भेदन गरेर त्यहाँबाट त्यो आत्माको पुञ्ज वैकुण्ठतर्फ गयो। त पुरा धातापि विस्मित यहाँ ब्रह्मा पनि विस्मित भए। सत्यलोके तुलाम बध्वा एउटा तुला बाँधे अनि तोलयत साधनानी अन्यज साधना अन्यज। जति पनि संसारमा भएका साधना भनेका शास्त्रहरू छन् सबैलाई ल्याएर एकतर्फ राख्थे। भागवतलाई एकतर्फ राख्दा लघुनी अन्यानी जातानी यो लघु भए पनि अन्य भन्दा यसको गौरव धेरै बढेर गयो। तदा ऋषिगणा सर्वे विस्मयं परमं ययो मेनिरे भगवद रूपं शास्त्रं भागवतं कलौ। सबै ऋषिहरू यहाँ विस्मित भए। यो भगवानको रूप रहेको भगवत रूप रहेको शास्त्र नै कलियुगमा भागवत हो जसको पठन गर्नाले
जसको श्रवण गर्नाले सद्य वैकुण्ठको फल प्राप्ति गराउने वाला छ। जसलाई सप्ताह विधिले सुनियो भने सर्वथा मुक्तिदायकम, सर्वदा यसले मुक्ति दिने वाला छ। यो प्रसङ्गलाई पुरा कुनै समयमा सनकादि ऋषिहरूले नारदजी माथि दया गरेर के भन्नुहुन्छ, नारदाय दया परै, नारदजी माथि दया गरेर पुरा कुनै समयमा सनकादि ऋषिहरूले श्रवण गराउनु भएको विषय हो। यद्यपि ब्रह्म सम्बन्ध भएका कारण नारदजीले पहिले नै सुनेका त थिए, तर सप्ताह विधिबाट यो प्रसङ्ग कुमारैहि तस्य भाषित, सनकादि कुमारहरूले भाषित गरे भनेर अब जब सुतजी महाराजले चर्चा गर्दै हुनुहुन्थ्यो तब सौनकजी यहाँ फेरि प्रश्न गर्नुहुन्छ। तै जति पनि हाम्रा धर्मशास्त्रहरू छन्, चाहे वेद होस्, पुराण होस्, उपनिषद होस्, जति पनि शास्त्रहरू छन् सबै प्रश्नोत्तरका मालामा गुथिएका छन्। प्रश्नोत्तर, कसै एक ऋषिले गरेका प्रश्नोत्तर, अन्य ऋषिले गरेका चर्चाहरू, यसरी नै प्रश्नोत्तरका विधिबाट जति पनि शास्त्रहरू छन्, 18 पुराण, 4 वेद, 4 उपवेद, औपवेद, औपपुराणहरू, उपनिषदहरू जति पनि छन् सबै संवाद रूपमा चलेका छन्। त यहाँ जब सुतजी महाराजले संवाद गर्दै हुनुहुन्थ्यो हो, त्यही समयमा सौनकजीले फेरि सुतलाई सोध्नुभयो, लोकविग्रह मुक्तस्य नारदस्य अस्थिरस्य च विधिश्रवे कुतः प्रीति संयोग कुत्र तैषः। लोकः विग्रह मुक्तस्य, यो लौकिक चीजबाट मुक्त भइसक्नु भएका, अस्थिर रहने, अगाडि आउँछ दक्षले श्राप दिए कि अरे नारद अहो असाधु साधूनाम साधुलिङ्गेन नस्त्वया असाधु कार्य भरकाणाम भिक्षु मार्ग प्रदर्शित। जसरी तिमीले मेरा छोराहरूलाई भिक्षु बन भनेर पटायौ, त्यस्तै म पनि तिमीलाई श्राप दिन्छु कि तिमी गोदो हन मात्र मे, एउटा गाई दुने समय जति मात्रै एक ठाउँमा बस्न सक भनेर दिएको श्राप। अस्थिरस्य नारदस्य अस्थिरस्य, यस्तो प्रकारको अस्थिरता हुँदाहुँदै यो सांसारिक विषयदेखि मुक्त भएका ती नारदजीलाई विधि श्रवे, विधानपूर्वक श्रवण गर्ने प्रीति, प्रीत कहाँबाट जाग्यो र सनकादि कुमार र नारदजीहरूको भेट कहाँ कसरी भयो इसको बारेमा बताइदिनुहोस्। तब सुतजी महाराज यहाँ वर्णन गर्नुहुन्छ, हे ऋषिजन हो, म तपाईहरूलाई एउटा भक्तियुक्त, भक्तिले भरिएको कथानक प्रसङ्ग श्रवण गराउँछु। जुन प्रसङ्ग पहिले सुकेन मम यत् प्रोक्तम, सुकदेवले परीक्षितलाई श्रवण गराउँदा मैले पनि सुनेको थिएँ। अह शिष्यम विचार्य छ, मलाई पनि शिष्य मानेर त्यहाँ बस्ने अधिकार दिनुभएको थियो, मैले सुनेको थिएँ हो। त्यो प्रसङ्ग म तपाईहरूलाई श्रवण गराउँछु। एकदा हि विशालायाम, एक समयको कुरा, विशाल बद्री क्षेत्रमा अमला ऋषयः चत्वार, जसका हृदयमा मल छैन, जो अमल छन्, जो निर्मल छन्, जो विमल छन् हो, यस्ता 4 ऋषिहरू सत्सङ्गार्थम, सत्सङ्ग गर्नका निमित्त समायात जाँदै हुनुहुन्थ्यो हो। त्यही समयमा ददृशु तत्र नारदम, नारदजीलाई ददृशु भनेको देखेर कुमारहरूले प्रश्न गरे। अब 4 जना कुमार जाँदै थिए नि त 4 जनाले प्रश्न गरे। एकजनाले भने कथम ब्रह्मन दीनमुख, अरे ब्रह्मन, ब्रह्मका पुत्र, कथम दीनमुख, दिन दुखी जस्तो भएर कहाँ हिँड्दैछौ, अध्यारो मुख बनाएर कहाँ हिँड्दैछौ। अर्काले सोध्नुभयो
कुतश्चिन्तातुरो भवान, के कारणले गर्दा तिमी चिन्तित छौ, आतुर छौ? अर्काले सोधे। त्वरितम गम्यते कुत्र? अरे त्वरित, चाँडो चाँडो कहाँ जाँदैछौ? अर्काले सोधे। कुतश्च आगमनम तव? अब एकजना नारदजी हुनुहुन्छ, सोध्ने चारजना भए, चारजनाले अनेक अनेक एक एकवटा प्रश्न गरिहाल्यो। अब कसको उत्तर चाहिँ पहिले दिनु भइरहेको थियो। त्यही समयमा सबैजनाले फेरि के भने, इदानीं शून्यचित्तोऽसि गतवित्तः यथा जना। अरे अहिले चाहिँ कसरी तिमी शून्य चित्त भएका छौ? त्यसरी गतवित्त, कसैको पैसा हरायो भने चिन्तित हुन्छ हो, त्यस्तै दुःखी किन भएका छौ? तिमी जस्ता मुक्तसँगलाई यो कुरा सुहाउँदैन, न उचितम। त्यसकारण के कारणले तिमीलाई दुःख परेको हो? यसको कारण बताऊ। तब यहाँ नारदजी वर्णन गर्नुहुन्छ। अहम तु पृथिवीं ज्ञात्वा सर्वोत्तमाम् इति पुष्करं च प्रयागं च काशीं गोदावरीं तथा। हे ऋषिजन, म यो पृथ्वी भ्रमण गर्नका निमित्त गएको थिएँ। पृथ्वीमा सबै उत्तम त छ नि भन्ने जान्नका निमित्त म पृथ्वीमा गएको थिएँ। त पृथ्वीमा जाने क्रममा म संसारको पहिलो तीर्थ मानौ या प्रथम पुष्कर क्षेत्रमा म गएँ। पुष्कर गएँ, प्रयाग गएँ, काशी गएँ, गोदावरी गएँ, हरिक्षेत्र गएँ, कुरुक्षेत्र गएँ, श्रीरंग जहाँ सेतु बन्धन भएको थियो त्यहाँ पनि गएँ। त एवं आदिषु तीर्थेषु भ्रममाणम इतः ततः। एउटा तीर्थबाट अर्कोतर्फ, अर्कोबाट अर्कोतर्फ म घुमि नै रहेँ। घुम्दाखेरि पनि न अपश्यम, मैले कुत्रचित शर्मः मन सन्तोषकारकम, कहीँ पनि मनलाई सन्तोष प्रदान गराउने कुनै कर्म त्यहाँ देखिन। किनकि कलिना अधर्म मित्रेण धरा इयं बाधिता अधुना। यस धरालाई कली रूपी अधर्म मित्रले बाधिसकेको रहेछ। त कलियुगका व्यक्तिहरूले गर्दा तीर्थको श्रेय पनि गएछ भन्ने कुरा यहाँ गर्नुहुन्छ। किनकि कलियुगका व्यक्तिहरूमा सत्यम नास्ति, सत्यता छैन, तपः नास्ति। यो नास्ति शब्दले यहाँ जोड्नु पर्यो। सत्यम नास्ति, तप नास्ति, शौचम नास्ति, दया दानम न विद्यते। उदरम भरिन जीवा वराका कुटबाधिन। सबै बिहानै उठो, खायो, आफ्नो पेट भर्नतिर मात्र लाग्यो, सत्यता छैन, तपस्या, ध्यान, मेडिटेसन छैन, शुद्धता छैन, कसैमाथि दया छैन, कसैलाई अलिकति दिउँ भन्ने पनि छैन। सबै केवल आफ्नो पेट भर्ने वाला मात्रै मनुष्य रहेछन्। त अब यो पहिलो र दोस्रो श्लोकबाट यहाँ बुझ्नु पर्यो। जब मनुष्यमा सत्यता भएन तब मनुष्यहरू मन्दा भए, ढिला भए, सुस्त भए। सत्यता छैन नि त। सत्यता नभइसके पछाडि मनुष्य के भए? सुस्त भए। अनि तपस्या यदि भएन भने सुमन्दमति, दिमाग पनि घट्न थाल्छ क्या, मतलब मन्द हुन थाल्छ। किनकि तप, ध्यान, मेडिटेसनबाट नै हो नि त यो दिमागको ऊर्जालाई जगाउने भनेको। जब हामी ध्यानमा बस्छौँ, न्यास गर्छौँ, प्राणायाम गर्छौँ, तब त हाम्रो दिमाग भनेको स्फुरित हुने गर्दछ। त यहाँ दोस्रो पदबाट के लिनुपर्छ? जसको जीवनमा सत्यता छैन ऊ मन्द भयो। जसले जीवनमा तप, ध्यान, मेडिटेसन, साधना, न्यास, प्राणायाम गर्दैन भने
उसको दिमाग पनि मन्द हुने गर्दछ। अनि जो शुद्ध दया दान गर्दैन भने उसको भाग्य बढ्दैन। जब व्यक्ति दानै नगरी आफूले लिएको ग्रहण गरेको चिजलाई अलिकति पर नसारिकन खान्छ भने, त्यसै गरेर कसैमाथि दया भाव राख्दैन, शुद्ध बस्दैन भने उसको भाग्य पनि मन्द हुने गर्दछ। त श्लोकहरूलाई यसरी अर्थ लगाउन सकिन्छ यहाँ। त पाखण्ड निरता सन्त विरक्ता सपरिग्रहा। म चाहिँ सन्त हुँ भनेर हिँडेको छ तर पाखण्डमा निरत हुन्छ, जहिले रत हुन्छ मतलब पाखण्डी कर्म गर्दछ। अनि म विरक्त हुँ त्यागी हुँ भनेर सपरिग्रह उसले लिइरहेको छ के। त्यसै गरेर तरुणी प्रभुता गेहे श्यालक बुद्धिदायक। घरकी अधिपत्यता तरुणीलाई बनाएको छ। अनि बुद्धि दिनेवाला चाहिँ को छ त भन्दा श्यालक। त यहाँ श्याल शब्दले सालो बुझाउने हो। श्यालक शब्द किन प्रयोग गर्नु पर्यो? किनकि लघु प्रिया भरिसक्यो, थोरै भन्दा थोरै चिजमै चाहिँ सबै थोक समेट्न सक्ने चाहिँ ऋषिहरूको एउटा गुण हो। त यहाँ किन श्यालक शब्द जोडियो त भन्दा श्याल भनेको सालो हो, श्यालक भनेको चाहिँ कुत्सा निन्दा च भर्सने। यदि कह काहीँ प्रयोग हुन्छ, जस्तो दीप छ, त्यो दीप निप्यो भने ऊ दीपक भयो क्या। किनकि कुत्सित दीप इति दीपक, यो भाव लगाउन सकिन्छ। त कुत्सा जस्तो श्याल भनेको सालो छ, कुत्सित निन्दित भर्सित श्याल भनेको को त भन्दा जो दिदी भिनाजुको घरमा बस्ने भाइ छ नि, सालो छ नि, हो उसलाई चाहिँ श्यालक भन्न सकिन्छ। बुझ्यो कुरा? जसरी सकुनीलाई श्यालक भन्न मिल्छ। सामान्यत जो दिदी भिनाजुको घरमा बसेको छ उसले नै बुद्धि दिने गर्दछ। सकुनीले धृतराष्ट्रलाई बुद्धि दिन्थ्यो नि, हो त्यस्तै तरुणी प्रभुता गेहे। घरमा तरुणीको प्रभुता रहेको छ र त्यो दिदी भिनाजुको घरमा बस्ने कुत्सित सालोले भने बुद्धि दिइरहेको छ। यसरी यसको भाव बुझ्न सकिन्छ। कन्या विक्रयिण लोभात् दम्पतीनां च कल्पनम्। कन्याको विवाहको कुरो चलो भने अब हेर्छन् कति के कमाएको छ, कति सम्पत्ति छ, खानदानी हो कि होइन, अनेक कुरा गएर हेरिन्छ। कन्याको यस्तो प्रकारले विक्रय भइरहेको छ। दम्पतीनां च कल्पनम्। दम्पति एक आपसमा बाजिरहेका छन्। आश्रम यवनै रुद्धा। आश्रमहरूमा यवनहरूले अधिपत्यता जमाएको छ। तीर्थ सरिता भनेको नदीहरूमा, दिव्य नदीहरूमा जसरी अब यो माई कन्काईको तटमा कति आश्रम बनिसके त अहिलेसम्म, होइन? हडपेर कति आश्रम बनेका होला न, कति यसो अलिकति उसमा पनि कति आश्रमहरू बनेका होला। त आश्रमहरू पनि मतलब नदी तटहरू, तीर्थ क्षेत्रहरू पनि सबै यवन प्रवृत्तिबाट चल्ने आश्रमहरूले ग्रहण गरिसकेका छन्। देवता आयतनानि अत्र दुष्टैः नष्टानि भूरिशा। न योगी नैव सिद्धो वा न ज्ञानी सत्प्रियो नरा। देवताका मठ मन्दिरहरूमा पनि दुष्टहरूले मतलब कोही दुष्टले आएर मन्दिर भत्काउने काम गर्दछ। कसैले आएर त्यसलाई हक जमाएर बस्दछ आफ्नो शरणमा। जसरी बनारसको विश्वनाथ मन्दिरको जुन बगैँचा थियो त्यहाँ अहिले ज्ञानवापी मस्जिद छ। त्यो त अब यवनहरूले लिएर चाहिँ हडपेर बनाएका हो नि त। कसैले मन्दिर भत्काइदिए। त यस्तै कुरा यहाँ गर्नुहुन्छ। त यो संसारमा न कुनै योगी छ, न कुनै सिद्ध छ, न कुनै ज्ञानी छ, न कुनै सत्कर्म गर्ने नर छ। त कलिदावा नले न अद्य साधन
भस्मताङ्गत। यो कलियुग रूपी आगो दन्किरहेको आगोले यहाँ कुनै पनि साधना रहेनन्, सबै साधनाहरू भस्म भएर गए भनेर यहाँ वर्णन गर्नुहुन्छ। अट्टशूला जनपदाः शिवशूला द्विजातय कामिन्या केशशूलिन्या सम्भवन्ति कलौ इह। तयो अट्टशूला जनपदा शिवशूला द्विजातय भन्ने कुरो चाहिँ के त भन्दाखेरि यहाँ तल स्टार दिएर तलपट्टि दिएको छ नि, अट्टम अन्नम शिवः जान्नु शूला विक्रय उच्यते। कसैले चाहिँ अब मठ मन्दिरमा भनेको भएका मूर्तिहरू पनि त्यसै गरेर त्यो मठ मन्दिरमा भएका मूर्तिहरूलाई कसैले बेच्दछन्, कसैले साड्दछन् पनि होला। शिवशूला द्विजातय। अब ब्राह्मणहरू पनि कस्ता भए त भन्दा त्यो शास्त्रले भनेको छ नि, शिवजीमा चढेको नखानु। शिवस्व लाग्छ त ब्राह्मणहरूले पनि त्यो शिवस्वलाई पनि ग्रहण गरे भन्ने भाव एउटा यहाँबाट लिन सकिन्छ। अर्को के पनि भाव लिन सकिन्छ भने कोही व्यक्ति शिव परक मान्ने भए, केशः भगमिति, भग भनेको लिङ्गको तल्लो भाग, त कसैले शिवको लिङ्ग स्वरूपलाई मान्ने भए, कसैले शिवको विग्रह स्वरूपलाई मान्ने भए। जसरी वैष्णवले शिवको विग्रह स्वरूप मान्दछ, सनातनीले शिवको लिङ्ग स्वरूपलाई मान्दछ, त एक आपसमा पनि भेद गरिरहेका छन् भन्ने कुरा पनि यो श्लोकबाट हामीले लिन सकिन्छ। कामिन्यः केशशूलिन्यः, स्त्रीहरू केश पाल्नका निमित्त, केशका निमित्त अनेक मेहनत गर्छन्, घण्टौसम्म केश कोर्न बाट्न लगाउँछन् भनेर यहाँ वर्णन गर्नुहुन्छ। त यस्तै प्रकारका कलिका दोषहरूलाई हेर्दै हेर्दै पर्यटन अवनिम अहम, यो अवनी पृथ्वीलाई मैले पर्यटन गरेँ, तर काहीँ धर्म देखेको थिइनँ। जब यमुनाको तटमा पुगेँ, त्यहाँ जहाँ यत्र लीला हरे अभूत, लयनम लापी इति लीला, जहाँ भगवान श्री हरिका लीला भएका थिए, त्यस स्थानमा पुगिसके पछाडि एउटा आश्चर्यमय दृष्टम, एउटा आश्चर्य प्रसङ्ग मैले देखेँ। श्रूयताम तत्त मुनीश्वरा, हे मुनीश्वरहरू त्यस प्रसङ्गलाई सुन्नुहोला। एका तु तरुणी तत्र विषण्णा खिन्न मानसा वृद्धौ द्रौपदितौ पार्श्वे निःश्वसन्तावचेतनौ। एउटी स्त्री तरुणी खिन्न मन लगाएर दुईटा लडेका पुरुषहरूलाई छेउमा लडिरहेका छन्। निःश्वसन्तौ अवचेतनौ, अवचेतन भएका छन्, सास पनि फेरिरहेका छैनन्। हो त्यस्ता दुई पुरुष लडिरहेका पुरुषको अगाडि एउटी स्त्री खिन्न मन लगाएर बसेकी छन्। वरिपरि दसैँ दिशामा अनेक स्त्रीहरूले उनको सेवा गरिरहेका छन्, तर पनि बीज्यमाना शतस्त्रीभिः बोध्यमाना मोह। ती स्त्रीहरू कहिले ती लडेका पुरुषलाई उठाउँछन्, कहिले भनेका ती स्त्रीलाई सान्त्वना दिन्छन्। त्यो मैले परबाट देखेँ। दृष्ट्वा दुरात् गतः स अहम कौतुकेन तदन्तिकम, मैले देख्न चाहिँ देखेँ, तर मलाई त्यहाँ जाउँ कि नजाउँ भयो। किन भन्दा अब यहाँ नीतिको श्लोक छ एउटा, कति ठाउँमा चाहिँ एकैचोटि विश्वास गर्नु हुँदैन। नदीनां च नदीनां च शृङ्गेणां शस्त्रपाणिनां विश्वास नैव कर्तव्य त्रिषु राजकुलेषु च। नदी नदी सानो रहेछ, यसलाई तर्न सक्छु भनेर हत्तपत्त विश्वास गरिहाल्नु हुँदैन। लामा नङधारीहरूलाई पनि हत्तपत्त विश्वास गर्नु हुँदैन। श्री घृणाम
ठुला ठुला सिंह भएकाहरूलाई पनि हत्तपत्त विश्वास गर्नु हुँदैन। शस्त्र पाणिनाम, हातमा शस्त्र धारण गरेकालाई पनि हत्तपत्त विश्वास गर्नु हुँदैन। त्यसै गरेर स्त्री अनि राजकुल, राजभट, राज सिपाही, पुलिस से न दोस्ती अच्छी है न दुश्मनी अच्छी है भन्छ नि, त्यस्तै राज कुलका सँग पनि एकैचोटि विश्वास गरिहाल्नु हुँदैन र स्त्रीहरूको पनि एकैचोटि विश्वास गरिहाल्नु हुँदैन भन्ने जानेर म कौतुकेन तदन्तिकम त्यही बसिरहेको थिएँ। माम दृष्ट्वा चा उत्थिता बाला बिउहला चा ब्रवित बच्च, मलाई देखेर ती बाला उठेर बिउहल भएर अनि भन्न लागिन्। बाला उवाच गोवो साधो क्षणं तिष्ठ मत चिन्ताम् अपि नाशय दर्शनं तव लोकस्य सर्वथा अगहरं परम्। हे साधो क्षणं तिष्ठ मत चिन्तां, ममा भएको चिन्तालाई नाश गर। जब जब तपाईको दर्शन हुन्छ तब सर्वथा अघ पाप हरम परम, सबै जीवनमा भएका पापहरू, दोषहरू, अघहरू, अन्धकारहरू नाश हुन्छन्। जब जब तपाईका मुखबाट कुनै वाक्य निक्लिन्छन् भने त्यो वाक्यले दुःख शान्ति भविष्यति। यदा जब धेरै भवेद भूरि भाग्यम, धेरै भाग्य हुन्छ तब तपाईको दर्शन हुन्छ भनेर ती स्त्रीले भनिसके पछाडि अब नारदले ती स्त्रीसँग प्रश्न गर्नुहुन्छ। को हौ तिमी, यी दुई को हुन्, हे नारी पद्मलोचना, भन देवी विस्तारले आफ्नो दुःखको कारण। काशी त्वम, को हौ तिमी, को इमौ चेमा, यी दुई को हुन्, नार्यः का पद्मलोचना, एक कमलका आँखा भएकी देवी तिमी को हौ, विस्तार पूर्वक आफ्नो दुःखको कारण मलाई बताऊ भन्दा अब यहाँ यी बालाले भन्न लागिन्। अहम भक्ति इति ख्याता, मेरो नाम भक्ति हो। यी दुई मेरा तनयहरू हुन्, ज्ञान र वैराग्यका नामले प्रसिद्ध त छन्, तर काल योगका कारण यिनी जरऊ भनेको वृद्ध अवस्थामा गए, जरामा गए। त यी दसैँ दिशाबाट मलाई मेरो सेवा गर्ने एक गंगा, जमुना, सरस्वती आदि सरिता भनेका नदीहरू हुन्। त यिनीहरूले सेवा गर्दा पनि तथापि न च मे श्रेय सेविताया सुरैरपि, देवस्त्रीहरू, देवाङ्गनाहरू आएर मेरो सेवा गरिरहँदा पनि मलाई श्रेय भइरहेको छैन। किन मलाई श्रेय भएको छैन भने मेरो कुरा सुन्नुहोस्। वार्ता मे वितताप्यस्ति ताम श्रुत्वा सुखमावह भनिन्छ। आफ्नो मनमा दुःख परेको छ भने त्यो दुःख अरूलाई सुनाउँदा मन हल्का हुन्छ अरे, त्यस्तै भन्छन्। वार्ता मे वितताप्यस्ति, यो मेरो भित्र भएको कुराले मलाई तपाइरहेको छ। ताम श्रुत्वा सुखमावह, तपाईलाई सुनाएर चाहिँ म सुखी हुन चाहन्छु। म द्रविड क्षेत्रमा जन्मिए, वृद्धिं कर्नाटके गता, कर्नाटक भन्ने क्षेत्रमा अब तल्लो भेगबाट लिएर आउँदैछु। द्रविड भनेको दक्षिण भारतमा जन्मिएकी थिएँ म। अलि ठुली उन्जेलमा कर्नाटक आएँ। क्वचिन महाराष्ट्रमा मेरो जब विवाह भयो र गुर्जर भनेको गुजरात क्षेत्रमा आइपुग्दा म जीर्ण भए, किनकि गुर्जर भनेको जरा मलाई त्यहाँ आयो। अब जरा आइसके पछाडि म वृद्ध भएँ। मेरा साथमा यी दुई पुत्र पनि वृद्ध भए। तत्र घोर कलेयोगात् पाखण्डै खण्डिताङ्गका, त यो कलियुग आउनु भन्दा अगाडिको अध्यात्मको हब क्षेत्र भनेको कहाँ थियो त भन्दा
द्वारका थियो। जब कलियुग आयो, त्यो कलियुग आउने बित्तिकै त्यो द्वारका क्षेत्रमा मतलब गुजरातको क्षेत्रमा पाखण्डहरू धेरै फैलिए। पाखण्ड फैलिसके पछाडि जब म त्यहाँ पुगेकी थिएँ, म पुग्दाखेरि त्यहाँ वृद्ध भए, मेरा साथमा यी दुई छोराहरू पनि वृद्ध भए। अब दुर्बला अहम चिरम याता पुत्राभ्याम सह मन्दता, मन्द गतिमा पुत्रहरूलाई लिएर दुर्बल हुँदै पनि जब म वृन्दावन आइपुगेँ, म नवीन एव स्वरूपिणी, सुन्दर रूप धारण गरेकी नवीन नयाँ कन्या जस्ती भए। तर इमौ तु सहितौ अत्र सुतौ मे क्लिश्यतः श्रमात्, मेरा यी दुई छोराहरू चाहिँ अझै पनि सुति नै रहेका छन्। उठ्न त के, युवा हुन त के, यिनी उठ्न पनि सकिरहेका छैनन्। त यदि मलाई यहाँ ठिक भएन भने मैले यो ठाउँ पनि छोड्नुपर्छ। किन छोड्नुपर्छ भन्दा जठरत्वं समायातौ तेन दुःखेन दुःखिता साहं तु तरुणी कस्मात् सुतौ वृद्ध इमौ कुतः। अब मैले यो ठाउँ छोडिनँ भने त यहाँको समाजले भोलि मलाई निन्दा गर्छ नि त। हेर हेर, छोराभन्दा आमा तरुणी, छोरा चाहिँ लडिरहेका छन्, आमा चाहिँ तरुणी भएर हिँडिरहेकी छन् भनेर यहाँ मलाई भन्न सक्छन्। त्रयाणाम सहचारित्वात् वैपरीत्यम कुतः स्थितम, तिनैजना एकैचोटि वृद्ध भएका थियौँ, त म चाहिँ युवती भए, यी दुईटा चाहिँ वृद्ध नै गए। यो त एउटा विपरीत भयो। म वृद्ध भएर यी तरुण भएका थिए भने त लु म मान्थे पनि होला। घटते जरखा माता तरुण तनयौ इति, माता वृद्ध हुँदा छोरा तनय चाहिँ तरुण हुँदाखेरि म मान्थे पनि होला। तर यो विस्मय अविष्ट मन घटनालाई म कसरी बुझौँ? यसलाई वद योगनिधे धीमान धीमन कारणम च अत्र किम भवेत्, यहाँ के कारणले गर्दा यस्तो भएको छ यो कुरा तपाईले बताइदिनुहोस् भनेर जब भक्तिले प्रश्न गरिन्, तब यहाँ नारदजी भन्नुहुन्छ ज्ञानेन आत्मनि पश्यामि सर्वमेतत् तव आनघे न विषाद त्वया कार्य हरिसन्ते करिष्यति। हे देवी, म ज्ञान आँखाबाट, आत्माबाट, आत्मामा ज्ञान चक्षु हुन्छ, त आत्मरूपी चक्षुबाट म के कारण हो त्यो हेर्छु। एतत् सर्वम न विषाद त्वया कार्य, तिमी चाहिँ विषाद नगर है। पक्कै पनि भगवान श्री हरिले तिमी माथि कल्याण गर्नुहुन्छ भनेर नारदले सान्त्वना दिए भनेर यहाँ सुतजी के भन्नुहुन्छ? क्षण मात्रेण तद् ज्ञात्वा वाक्यमुचे मुनीश्वरा। त नारदजीले त्यहाँ ती भक्तिलाई आश्वासन दिँदै जब एक क्षण ध्यान दृष्टिले हेर्नु भएको थियो, तब सबै कुरा जान्नुभयो। जानेर ती स्त्रीलाई भन्नुहुन्छ शृणस्व अवहिता बाले अयं युग तारुण कली तेन लुप्त सदाचार योगमार्गतपांसि च। ए बाले सुनाए, यो युग त दारुण युग हो, कली युग हो। युग युगमा सदाचार लुप्त लोप भए, नाश भए, योग मार्ग योगका बाटाहरू नष्ट भए, तपस्याहरू पनि नष्ट भए। सबै जनहरू अघासहरू जस्ता शाक्य भनेका कपटी स्वभावका दुष्कर्म गर्नेवाला छन्। यह सन्तः विषिदन्ति प्ररिष्यन्ति हि असाधवः। असाधु जस्तै साधुहरू पनि यहाँ त केवल देखावटी जस्ता मात्रै छन्। धत्ते धैर्यं तु यः धीमान् सधीरः पण्डित अथवा, जसमा धैर्य छ, जो धीमान बुद्धिमान छ, उसलाई मात्रै पण्डित मानिन्छ। त्यस्ता पण्डित पनि छैनन्।
अपृश्यान अवलोक्येयम शेष भारकरी धरा वर्षे वर्षे क्रमा जाता मंगलम नापि दृश्यते। त यो कलियुगमा यो धरालाई पनि धेरै भार भइरहेको छ। शेष भारकरी धरा, त पृथ्वीलाई त भार भएको छ, त्यो पृथ्वीको भार थाम्ने जुन शेष नाग छन् हो तिनलाई पनि भार भएको छ। न त्वामपि सुतै साकम कोपी पश्यति साम्प्रतम उपेक्षितानुरागान्दै जर्जरत्वेन संस्थिता। त तिमी पनि जुन वृद्ध अवस्थाले गर्दा दुःखी भएकी छौ नि, तिम्रा साथमा तिम्रा उसमा मात्रै होइन अन्य पनि दुःखी छन्। न त्वामपि सुतैः साकम कोपी पश्यति साम्प्रतम, तिमीलाई परेको दुःख अरू कसैले बुझ्दैन। जस्तो यस युगमा भनेको आफ्नो दुःख आफूलाई हुन्छ, को सुखी हो को दुखी हो। त आफ्नो दुःख सबै दुखी छन् नि त यस संसारमा, सुखी कोही पनि छैन, सबै दुखी छन् भन्ने भाव यहाँ दिलाउनुहुन्छ। त जब तिमी दुखी भएर ठाउँ ठाउँ भड्किँदै 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 जब वृन्दावन आयो, वृन्दावनमा आउँदा चाहिँ तिमी तरुणी भयौ। धन्य छ यो वृन्दावन क्षेत्र जहाँ भक्ति नृत्य गर्दछ। तर केवल यहाँ भनेको मनुष्य भक्ति मात्रै गर्न आए। अत्र इमौ ग्राहका बाबा न जरामपि मुञ्चत। यहाँ मनुष्य आए भक्ति खोज्दै आए। जसरी घरमा अत्यन्तै धेरै झगडा गर्ने सासु र बुहारी पनि भक्ति तीर्थ क्षेत्रमा गयो भने चाहिँ मिली मिली फोटो खिच्छन् नि, होइन? हो त्यस्तै भक्ति गर्ने क्षेत्र वृन्दावन हो, अध्यात्मको हब वृन्दावन हो। यहाँ सबै भक्तिका निमित्त मात्रै आए, भक्ति गर्दै मात्रै आए। कसैलाई ज्ञानसँग कसैलाई वैराग्यसँग कुनै महत्त्व नै छैन, मतलबै भएन। त्यसकारण इमौ ग्राहकका अभावात्, यी दुईजनाका ग्राहक नभएका कारण यिनले जरालाई त्याग्न सकेनन्। यिनका कुनै ग्राहकै छैन। कोही ज्ञान खोज्दै वृन्दावन आएको छैन, कोही वैराग्य खोज्दै वृन्दावन आएको छैन। वृन्दावन त केवल भक्ति खोज्दै आएको छ। भक्तिका कारणले गर्दा तिमी चाहिँ तरुणी भयौ, तर ज्ञान र वैराग्य नखोजेका कारण यी अझै पनि वृद्ध नै छन्। किञ्चित आत्मसुखे नेह प्रसुप्ति मन्यते अनयोः। त अब यी दुईजनालाई आत्मसुख हुने गरेको कसैले ज्ञान र वैराग्य खोज्दै खोजेनन्। त्यसकारण यिनले वृद्ध अवस्थालाई त्याग्न सकेनन् भनेर जब बताइसके पछाडि तब यहाँ भक्तिले प्रश्न गरिन्, कथम परीक्षिता राज्ञा स्थापितः हि अशुचि कलि। के कारणले राजा परीक्षितले यहाँ यो अशुद्ध कलिलाई स्थापित गर्नुभयो? त जब कलियुग यस संसारमा आयो त संसारको सारा कुत्र गतो महान, कता गयो? त करुणा परेण हरिणा अपि अधर्मम कथमिच्छते। भगवानले पनि अधर्म रूपी यस कलिलाई किन यस संसारमा बस्ने आज्ञा दिनुभयो? इमं मे संशयं छिद्दि त्वद्वाचा सुखितास्म्यहम्। त यसकारण तपाईँ यो मेरो मनमा भएका संशयहरूलाई छिल्दी भनेको नाश गरिदिनुहोस्। तपाईँका बाणी सुनेर म सुखी हुन्छु भनेर फेरि भक्तिले भने पछाडि नारद भन्नुहुन्छ, यदि तिमीले बाले सोधेकी छौ भने प्रेमपूर्वक श्रवण गर। जुन प्रसङ्ग म तिमीलाई सुनाउँछु नि त्यसले तिम्रो मनमा भएको कसमलहरू नाश हुन्छन्। जब भगवान मुकुन्द यो पृथ्वी धरालाई त्यागेर स्वपद जान लाग्नु भएको थियो, त्यही समय कलियुग आयो। सर्वसाधनको बाधक बन्ने वाला कलियुगलाई जब राजा परीक्षितले देखिसके पछाडि ती दुईका बीचमा युद्ध भयो। त युद्ध हुँदाखेरि परीक्षितले सोधे, होइन तिमीमा के चाहिँ त्यस्तो तत्त्व छ त जसले म तिमीलाई यहाँ बस्न दिउँ? त
तब उसले भन्यो यत्फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यक् कलौके सवकीर्तना। जुन फल तपस्या गर्दा, जुन फल योग ध्यान समाधि गर्दा प्राप्त हुँदैन, तत्फलम कलियुगमा सम्यकतया केशवको हरिनाम संकीर्तन गर्दा प्राप्त हुन्छ। त यो संसारका सारवत सारा निरसम सबै संसारिक मनुष्यहरूको कल्याण होस् भन्नका निमित्त विष्णु रातः स्थापितवान कलिजानम सुखाय च। कलियुगी मनुष्यहरूलाई सुख होस् भन्नका निमित्त विष्णु रात परीक्षितले कलियुगलाई यहाँ राखे। तर जब कलियुग आयो नि, कलियुग आउने बित्तिकै कुकर्महरू बढ्न थाले। त कुकर्म बढेका कारण यो पृथ्वीको सार भनेको घट्दै 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 गयो। कसरी घट्यो भन्दा नि पदार्थ संस्थिता भूमौ बीजाहीना तुषा यथा। पृथ्वी त छ तर त्यो पृथ्वीको सार छैन। अब त्यो त्यहाँ लगाउने जस्तो भुइँमा रोप्नका निमित्त भूमि पनि छ, बीज पनि छ, बिउ पनि छ, तर त्यो बिउले टुसा हान्नै सक्दैन क्या। त बीजहीना तुषा यथा, त्यो बीज अब अंकुरित हुन सक्दैन। त त्यस्तो प्रकार यो संसारको सार हराइरहेको छ। त ब्राह्मणहरूले पनि यसको सारलाई विप्रै भागवती वार्ता घर घरमा जन जनमा गएर सुनाउन चाहिँ सुनाउँछन्, तर अन्तिममा त्यो सबै दक्षिणामा परिणत हुन्छ। कारिता कणलोभेन कथा सार ततो गत। केवल दक्षिणाका लोभले गर्दा त्यहाँ कथाको सार रहँदैन। अति उग्र कर्म गर्नेवाला नास्तिक रौरव जन जब गएर तीर्थमा बस्छन् नि, तब तीर्थको सार पनि हराउँदै जान्छ। काम क्रोध लोभ तृष्णा व्याकुलताले जब यी कुराहरू त्यति तिष्ठन्ति तपस्या गर्न ध्यान गर्न भनेर चाहिँ बसो, काम पनि त्यतिखेरै, क्रोध पनि, लोभ पनि, तृष्णा पनि, व्याकुलता पनि त्यतिखेरै आयो भने त्यपि तिष्ठन्ति तपस्वी तपसार ततो गत। त्यहाँ तपस्याको सार भएन, अब मन हलचल भयो, तपस्या पनि त्यहाँबाट गयो। मनसाजया लोभात दम्भात पाखण्ड संश्रयात शास्त्र अनभ्यसनात् चैव ज्ञान योग फलं गत। मनमा भएका अनेक लोभका कारणले, शास्त्रको अनभ्यास भएका कारणले, शास्त्र त बुझेको छ तर अभ्यास गरेको छैन भने त्यहाँबाट ध्यान योग पनि जान्छ। त पण्डित पनि कलत्रेण, कलत्रेण भनेको स्त्रीसँग रमन्ते महिषा इव, जसरी रागो र भैँसी एक आपसमा रमण गर्दछन् हो त्यसरी पण्डितहरू पनि रमण गर्ने गर्दछन्। सबै पुत्रको उत्पादन गर्न दक्ष हुन्छन्। मुक्तिका साधनाका निमित्त सबै अदक्ष रहेका छन्। नहि वैष्णवतां पुत्रः सम्प्रदाय पुरःसरा। सबै व्यक्ति वैष्णव त होलान्, तर मेरो सम्प्रदाय ठुलो भनेर एक आपसमा लडिरहेका छन्। एवं प्रलयतां प्राप्तः वस्तु सार फले फले। यस्तै प्रकारले गर्दा संसारमा सबै सारहरू नाश भइरहेका छन्। अयं तो योग धर्मो हि वर्तते कस्य दोषम् अतः तु पुण्डरीकाच्च सहते निकटे स्थिता। त यो चाहिँ युग धर्म है, कलियुगको धर्म हो। यहाँ अन्य कसैको पनि दोष छैन। त भगवान श्री पुण्डरीकाक्षले अवश्य पनि तिम्रो सहते निकट, जो भगवानका निकट हुन्छन् हो उनलाई कल्याण गर्नुहोस् भनेर नारदका वचन सुनिसके पछाडि सुतजी महाराज वर्णन गर्नुहुन्छ। नारदजीका वचन सुनिसके पछाडि भक्ति उच्चे बचो भूय
श्रूयतां तच्च शौनक। नारदका कुरा सुनेर अब भक्तिले भन्न लागिन्, सुरर्षे तिमी धन्य छौ मदभाग्येन समागता। सुरर्षे त्वं हि धन्यासी, आज मेरो भाग्य समागत, मेरा भाग्य बढेका कारण मैले साधुनाम दर्शनम लोके, साधुको दर्शन पाए, जसले सर्वसिद्धिकरम परम, संसारमा भएका सबै सिद्धिहरू मलाई प्रदान गर्ने वाला छन् भनौँ, या सबै सिद्धिहरू प्राप्त हुने वाला तपाईको साधुको दर्शन छ भनेर यहाँ वर्णन गरिन्। जयति जगति माया यस्य कायादवस्थे वचन रचनमेकं केवलं चाकलय्या। ध्रुवपदमपि यात यत्कृपात ध्रुवोऽयं सकलकुशलपात्रं ब्रह्मपुत्रं नतोऽस्मि। तपाईको केवल एउटा उपदेशका कारण कयादुका पुत्रले गर्भस्थ अवस्थामाबाट नै भगवानलाई प्राप्त गरे। तपाईका केवल एक वचनका कारणले गर्दा जो ध्रुवजीले ध्रुव पदलाई प्राप्त गर्नुभयो, त्यस्ता साक्षात ब्रह्माका पुत्र तपाईमा मन नमन गर्दछु भनेर एक अध्यायका सारभूत प्रसङ्गहरूलाई हामीले श्रवण गर्यौं। त यी प्रसङ्गहरूलाई अब हजुरहरूले जति सकिन्छ अभ्यास गर्ने, आफ्नो अभ्यासलाई बढाएर अनि भन्ने, जबसम्म भन्न सकिँदैन तबसम्म आफू वक्ता भइँदैन, पहिले भन्ने अभ्यास आफूले पनि गर्नुपर्दछ भन्दै आज पहिलो दिन अब लगभग हाम्रो बिहानमा चाहिँ 1:30-2 बजे बजेसम्मको समय रहे तापनि मौसमको अनुकूलताले गर्दा आजको सत्रलाई हामी यहीँ पूर्ण गर्दैछौँ। भोलिका दिनमा अझै हामी यसलाई अगाडि बढाएर लानेछौँ भन्दै अहिले भन्दा भएका गल्ती, सुन्दा भएका गल्तीलाई पनि कुनै पूर्णले परिपूर्ण गर्नुहुनेछ भन्दै म आफ्ना शब्दहरूलाई यही विराम लिन्छु। हरि ओम। कतिजनाले